सुवेदी शो। आदरणीय दर्शकवृन्द नमस्कार। आज पनि यहाँलाई हार्दिक स्वागत छ हाम्रो रमाइलो गफको कार्यक्रम द प्रकाश सुवेदी शोमा। त्यसो त राजनीतिक माहौल छ, चुनावको चहल पहल छ, तथापि हामी रमाइलो गफको कार्यक्रम भन्ने गर्छौँ र जो पाहुना आए पनि हामी केही कुरा भए पनि रमाइलो निकाल्ने प्रयास गर्ने गर्छौँ। अब चुनावी माहौल भएकोले गर्दा हामीले आज एकजना कलाकार, पूर्व निर्धारित एउटा अतिथि हुनुहुन्थ्यो, एकजना कलाकार हुनुहुन्थ्यो, उहाँलाई चाहिँ हामीले अर्को हप्ता सारेर यसपटक फेरि एकजना नेतालाई नै यहाँ ल्याउने प्रयास गरेका छौँ। यतिखेर उहाँ चुनावी माहौलमा एकदमै सक्रिय हुनुहुन्छ, यहाँ चिर परिचित अनुहार हुनुहुन्छ र अलिकति गाली बढी खाने नेता पनि पर्नुहुन्छ। अलिकति गेस पनि गर्नु होला। हजुर, आजको हाम्रो पाहुना हुनुहुन्छ महेश बस्नेत। नेपाली राजनीतिमा महेश बस्नेतलाई नचिन्ने सायदै होलान्। एमाले नेता महेश बस्नेत एक यस्ता नेता हुन् जसलाई तपाईँ कि त माया गर्नुहुन्छ कि त घृणा। यिनलाई व्यवस्था गर्न भनि सकिँदैन। एमाले अध्यक्ष केपी ओलीका स्वार्थीका रूपमा देखिएका बस्नेतलाई कतिले त डनका रूपमा समेत चित्रण गर्ने गरेका छन्। तर जेएनजी आन्दोलनपछि यिनले जसरी आफ्नो पार्टी अध्यक्ष र सिङ्गो पार्टीलाई नै उठाउने काम गरे नि, त्यसपछि भने महेशको आलोचना गर्नेहरू समेतले साथी होस् त महेश बस्नेत जस्तो भन्दै यिनको प्रशंसा गरेको पनि देखियो। भक्तपुरको मध्यमवर्गीय परिवारमा जन्मिएका बस्नेतको राजनीतिक जग युवा सङ्घ नेपालबाट सुरु भएको हो। यिनले एमालेको भातृ सङ्गठन युवा सङ्घको अध्यक्ष हुँदा सङ्गठनलाई एक शक्तिशाली र जुझारु शक्तिको रूपमा स्थापित गरे। तत्कालीन समयमा माओवादीको वाइसिएलसँग सडकमा टक्कर दिने उद्देश्यले महेशले युथ फोर्सको गठन गरेका थिए। त्यो कुराले भने यिनलाई राष्ट्रिय राजनीतिमा एकाएक चर्चामा ल्याइदियो। जे होस्, नेपाली राजनीतिमा कोही नेता आफ्नो शालीनताका लागि चिनिन्छन् भने कोही आफ्नो आक्रामक कार्यशैली र सङ्गठन परिचालन क्षमताका कारण चिन्ने गर्छन्। एमाले नेता महेश बस्नेत दोस्रो श्रेणीका त्यस्ता नेता हुन् जसलाई उनका समर्थकहरू विकासप्रेमी र जुझारु मान्छन् भने विरोधीहरू क्षुद्र र अमर्यादित नेताका रूपमा चित्रण गर्ने गर्छन्। अर्को कुरा, एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि बस्नेत एक क्राइसिस म्यानेजर हुन् भन्दा पनि फरक नपर्नुपर्ने हो। किनकि जेएनजी आन्दोलनताका नेपाल आर्मीले बालवाटारबाटै उद्धार गरी अन्यत्रै पुर्याएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महेशले गुन्डुमा ल्याएर समुचित आवासको व्यवस्था मात्र मिलाइदिएनन्, 24 घण्टा सुरक्षाको प्रबन्ध समेत मिलाए। यति मात्र होइन, गुन्डुमै ओलीकुटी बनाउने अभियानमा समेत जुटे महेश। यस्तै पार्टीभित्रको आन्तरिक सङ्घर्ष होस् वा विपक्षीसँगको वाकयुद्ध, बस्नेत सधैँ अग्रपङ्क्तिमा नै देखिए। तर बस्नेतको राजनीतिक जीवन विवादै विवादमा मुछिएको देखिन्छ। मधेस केन्द्रित दल फुटाउने प्रयासमा भएको भनिएको संसद अपहरणको आरोपले यिनलाई लामो समयसम्म लखटिरह्यो। सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा विपक्षी वा आलोचकहरूमाथि निकै कडा र कहिलेकाहीँ अमर्यादित टिप्पणी गरेको आरोप पनि बेला बेला खेपिरहेकै हुन्छन् महेश। यसर्थ सामाजिक सञ्जालमा बढी गाली खाने नेतामा समेत परिरहेका हुन्छन्। जे होस्, नेकपा एमालेका प्रभावशाली मानिने नेता महेश बस्नेत पुनः भक्तपुर क्षेत्र नम्बर 2 बाटै चुनावी मैदानमा भूमिएका छन् र यसपटक बस्नेतलाई कङ्ग्रेसका कवीर राणा, रासुपाका राजीव खत्री लगायतले कडा टक्कर दिने देखिन्छ। यद्यपि दोब्बर मत ल्याएर आफूले जित्ने दावी गर्दै आएका छन् महेश। तर महेश बस्नेतका लागि आफ्नो विकासवादी छवि जोगाउनु र नयाँ उदय भएका शक्तिहरूबाट आफ्नो मत जोगाउनु दुवै मुख्य चुनौती हुनेछ। जे होस्, आज हामी यिनै महेश बस्नेतसँग केही विषयगत र केही विषयान्तर गफ गर्नेछौँ। यद्यपि गफ भने चुनावकै सेरोफेरोमा बढी केन्द्रित रहनेछ। आउनुहोस् महेश बस्नेतलाई स्वागत गरौँ। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत। धन्यवाद। अब चुनाव कतिको लागिरहेछ? चुनाव लागिरहेछ। विगतको तुलनामा चाहिँ जनतामा र दलहरूमा पनि धेरै ठुलो उत्साह देखिँदैन। जुन ढङ्गले स्वाभाविक हिसाबले चुनावमा जनताले, दलहरूले र कार्यकर्ताले हेर्थे, यसपालि चुनाव चाहिँ त्यो खालको देखिँदैन तल फिल्डमा। त्यही त, हेराइ पनि फरक हुँदो रहेछ कि के हो। अब हामीले हेर्दाखेरि चाहिँ सामाजिक सञ्जाल, मिडिया जताततै हेर्दाखेरि लहर आएको जस्तो होइन, व्यक्ति विशेषलाई हेरेर मान्छेहरू उर्लेको, एकचोटि छुन पाए हुन्थ्यो जस्तो होइन, त्यस्तो हामी देखिरहेछौँ। अब यहाँको आँखाले देखिरहेको छैन, त्यो उत्साही छैन भन्नुहुन्छ। सोसियल मिडिया हेर्दाखेरि चाहिँ देखिन्छ। अब सोसियल मिडिया पनि प्रायोजित र प्लानिङमै चलेकै छ क्यारे नेपालको सोसियल मिडियाहरू। र कतिपय व्यक्तिहरूको आगमनलाई अब कस्तो हुन्छ भने एउटा व्यक्ति गएको ठाउँमा लहर आएको देखिने, नगएपछि फेरि साप्प हुने हुन्छ नि। जस्तो उम्मेदवारका हिसाबले हामी जहाँ गयो त्यहाँ चाहिँ लहर देखिन्छ, तर त्यो चाहिँ त्यही ठाउँमा मात्रै देखिन्छ क्या। त्यो आम रूपमा चाहिँ त्यो लहर आइसकेका चाहिँ छैन।
भनेपछि अहिले सामाजिक सञ्जालमा आएका कुराहरू या बजारमा भएका चर्चाका हल्लाका कुरा सुन्दाखेरि चाहिँ त्यो ठिक उल्टो। अब गुगलमा त देशव्यापी नै राष्ट्रसभाको राम्रै चर्चा छ, भूगोलमा चाहिँ म त्यस्तो देख्दिनँ। ए गुगलमा चाहिँ देशव्यापी रूपमा चर्चा छ, व्यापकै देखिन्छ त्यो चाहिँ होइन, भूगोलमा चाहिँ छैन। भूगोलमा चाहिँ म त्यस्तो देख्दिनँ। नेपालमा सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली खाने टप 5 को लिस्टमा अग्रस्थानमा आउने नाम चाहिँ यहाँको हो भन्दा फरक पर्छ। एकदम गाली खान नडराउने भनौँ न, गाली खाने भन्दा नि गाली खाने नडराउने, किनभने राष्ट्रियताको पक्षमा, सद्भावको पक्षमा, मुलुकको सार्वभौमसत्ताको पक्षमा, वैदेशिक हस्यको विरुद्धमा र पपुलिस्ट शक्तिहरूले सिर्जना गरेका भ्रमहरूलाई चिर्ने कुरामा जुन खालको मैले अफेन्सिभली र स्ट्रङली भूमिका खेलेँ, त्यो कारणले मलाई गालीको वर्षा हुने कुरा स्वाभाविक हो भन्ने कुरा मैले बुझेकै छु। र धेरै मान्छेले त्यो चेतनाले नहेर्दा, त्यो नजरबाट नहेर्दा पनि मैले त 3-4 वर्ष अगाडिदेखि यो कुरा सुरु गरेँ, त्यो र गाली खान तयार भएर म यो अभियानमा लागेँ। तपाईँलाई एक छुच्चो नेताको रूपमा पनि चित्रण गर्ने गरिन्छ, मुखमा जे आयो फ्याट्ट बोलिदिइहाल्नुहुन्छ, त्यसकारण पनि यहाँको केही भोट केही मत कम हुने भनेर आकलन गरिन्छ। यसतर्फ चाहिँ छुच्चो त म जतिको उद्धार र दानी त कोही पनि छैन, छुच्चो त मलाई भन्दैनन् होला होइन। मुखमा जे आयो त्यही बोल्ने पनि होइन। मैले जे सैद्धान्तिक मान्यता बोकेर राजनीतिमा म लागेको छु त्यो कुरालाई चाहिँ म दृढताका साथ अभिव्यक्त गर्छु। जस्तो राष्ट्रियतामाथि हमला भयो भन्ने मलाई महसुस भयो भने म दृढताका साथ त्यसको विरुद्ध बोल्छु। सामाजिक सद्भावमाथि हमला भयो, कहिले जाति राज्यको कुरा आउँछ, कहिले जनयुद्ध भन्दै तल्लो वर्गको हितको कुरा गर्ने, त्यो वर्गमाथि नै दमन शोषणको कुरा आउँछ, त्यतिखेर युथोस बनाएर सङ्घर्ष गरियो। कहिले एक मधेस एक प्रदेश गरेर पहिचानका नाउँमा नेपाली समाजलाई विभाजित गरिन्छ, दुईवटा राष्ट्रियताको व्याख्या गरिन्छ। कहिले आत्मनिर्णयको अधिकार भनेर सङ्घीय राज्यबाट प्रदेश तहका राज्य छुट्याउने कुरा गरिन्छ। कहिले पहिचानको कुरा गरेर कोशी प्रदेशमा ठुलो अस्थिरता सिर्जना गरेर कोशी प्रदेशै के हो भन्ने पुऱ्याइन्छ होइन। यस्ता खालका घटनाहरू र गतिविधिहरू भइरहँदा चाहिँ मैले स्ट्रङली जनताको पक्षमा, देशको पक्षमा, सद्भावको पक्षमा आवाज राख्छु। र पछिल्लो बेला नव उदारवादी शक्ति चाहिँ नि हामीले सामन्तवादको विरुद्ध सङ्घर्ष गरेर लोकतन्त्र ल्यायौँ र नव उदारवादी शक्तिहरूले पपुलिजममा जुन ढङ्गले मुलुकलाई कब्जा गर्न खोज्दैछन् त्यसको विरुद्ध चाहिँ अलि बेलैदेखि नै बोल्ने, एउटा दृढ ढङ्गले बोल्ने व्यक्तिमा म बस्छु। त्यही भएर नव उदारवादी साथीहरूले सोसियल मिडियाको दुरुपयोग गरेर हामीमाथि जुन खालको गाली गलौज गर्नुहुन्छ त्यो कारणले मैले चाहिँ छुच्चो बोल्छु भन्ने पर्या होला। छुच्चो बोल्छु भन्दा पनि यथार्थ बोल्छु र कहिलेकाहीँ यथार्थ तितो हुनसक्छ। र दोस्रो कुरा, निर्वाचन जित्ने कुराको सुनिश्चितताको कुरा छ। मेरो अघिल्लो पटकको चुनाव भने चाहिँ धेरै प्रतिकूलताहरूलाई मैले सामना गरेर पनि जित्छु भन्ने आशा थियो, थोरै बढी म पराजित भएँ। यसपालि चाहिँ भक्तपुर 2 को हकमा र मेरो हकमा चाहिँ त्यो विगतका प्रतिकूलताहरू लगभग छैनन्। अहिले चाहिँ जित्ने कुराको आधार चाहिँ धेरै हिसाबले अनुकूलतामा परिणत भएको छ। भन्न सक्नुहुन्छ कति हजार मतले जित्नुहुन्छ या कति सयले जित्नुहुन्छ? पहिला अब हाम्रो भोट एकदम प्रतिकूलता हुँदा पनि 23,200 आएको हो। अब प्रतिकूलताको कुरा भनेको बालनजीको नव उदारवादी चरित्र र उनको शैलीको बारेमा अरूले नबोल्दै मैले बोलेँ भने युवा पुस्ता अलि बढी रिसाएका थिए। त्यसो हुँदाखेरि हामीले मेहनत गरेर अलिकति नयाँ पुस्तामा रहेको भ्रमहरूलाई अलिकति चिरेर जान सक्यौँ भने हाम्रो भोट चाहिँ 30,000 क्रस गर्ने स्थिति हुन्छ र दोस्रो हुने पार्टीको चाहिँ नि 13, 14, 15। तर यसमा हामी डबल भोटको अन्तरमा जित्ने खालको एउटा परिस्थिति चाहिँ छ भक्तपुर। भनेपछि पहिलाको दाँजोमा दोब्बर मतले जित्नुहुन्छ? पहिला पनि हामीले 74मा दोब्बरले जितेका हौँ। त्यतिखेर 36,412 भोट मेरो आएको, प्रतिपक्षीको 18,600 भोट आएको। अहिले पनि हामी त्यो 74 को जुन चुनाव छ त्यसलाई नै दोहोऱ्याउने एउटा परिस्थिति चाहिँ भक्तपुरमा सिर्जना भएको छ। भनेपछि त्यतिखेर चाहिँ तपाईँको प्रतिपक्षी काङ्ग्रेस थियो, आजको मितिमा प्रतिपक्षी चाहिँ कसलाई देख्नुहुन्छ? अहिले पनि परम्परागत भोट बोकेको पार्टी हो काङ्ग्रेस हामी कहाँ। मैले राजनीतिमा सक्रिय नहुन्जेलसम्म एमालेको पोजिसन भनेको त्यहाँ त चौथो हो र कङ्ग्रेस र नेमेकिपाले पालो जित्ने क्षेत्र हो। अहिले नेमेकिपा कमजोर छ हामीकोमा। मलाई जहाँसम्म लाग्छ दोस्रो हुने पार्टी त हामी कहाँ काङ्ग्रेस हो। राष्ट्रसभाको स्थिति के छ? अब राष्ट्रसभाको त्यस्तो ठुलो सम्भावना देख्दिनँ हामी कहाँ चाहिँ। मैले राष्ट्रसभाले पहिला 4,000 भोट ल्याएको हो। एराउन्ड 9,000 नयाँ मतदाता मध्येमा बढी भर परेको देखिन्छ। एमाले काङ्ग्रेसको
असन्तुष्टिहरूलाई उहाँले समेट्न खोजेको देखिन्छ होइन। कङ्ग्रेसमा रहेको असन्तुष्टिका केही भोटहरू र नयाँ मतदाताका केही भोटहरू उहाँले लानु खोज्नु भएको छ र त्यो नयाँ मतदाताहरू चाहिँ नि हामी त्यहाँको रैथाने पार्टी, परम्परागत पार्टी, त्यहाँको सुख दुःख विकास निर्माण आदि इत्यादिसँग जोडेका हुनाले धेरै नयाँ मतदाताहरू हाम्रो पहलमा पनि राखिएको छ। त्यसो हुँदाखेरि उहाँले जति अपेक्षा गर्नुभएको छ त्यो भोट उहाँले प्राप्त गर्नुहुन्न र जुन ढङ्गको उम्मेदवारी उहाँले पठाउनु भयो सायद स्थानीय उम्मेदवार दिएको भए चाहिँ अलिअलि मनोवैज्ञानिक प्रभाव पनि पर्थ्यो होला र जुन खालको उम्मेदवार उहाँले दिनुभयो र जुन खालको चुनावी अभियान उहाँले चलाइरहनु भएको छ त्यति धेरै प्रभावकारी भएको चाहिँ मैले चाहिँ देखेको छैन। अब यहाँले आफ्नो क्षेत्रमा त दोब्बर मध्ये जित्छु भनेर एउटा आत्मविश्वास दर्शाउनु भएको छैन। देशको स्थितिमा चाहिँ समग्र रूपमा देशको स्थितिको बारेमा चर्चा गर्दाखेरि एमाले कुन स्थानमा छ यतिखेर? अघिल्लो पटकको निर्वाचनलाई हामीले धेरै हिसाबमा त्यसको आधारमा विश्लेषण गर्न सकिन्छ, एनालाइसिस गर्न सकिन्छ जस्तो लाग्छ। किनभने राजसभाले नयाँ भने पनि एकदम पूर्ण नयाँ भएन, उसले एकचोटिको चुनावको अभ्यास गरेर आएको छ। त्यसो हुँदाखेरि अलिअलि असन्तुष्ट भोटले हाम्रो भोट केही घट्न पनि सक्ला होइन, हिजो 31-32%बाट 30% आउनु पनि सक्ला। तर मलाई चाहिँ के लाग्छ भने प्रत्यक्षतर्फ धेरै सिट हामी जित्छौँ। किन भन्दाखेरि कति सिट जित्नुहुन्छ? 100को रेन्जमा हामी जित्छौँ लाग्छ मलाई। किन भन्दाखेरि राजसभाले असन्तुष्ट भोट तान्ने भनेको कङ्ग्रेसभित्रको विभाजन र असन्तुष्टिको भोट तान्ने हो। यद्यपि गगनजीले जिते पछाडि लोकतान्त्रिक जेनजीको भोट चाहिँ गगनजीले होल्ड गरे भनेर पनि व्याख्या गर्छन् साथीहरू होइन। तर कङ्ग्रेसको तल त्यस्तो देखिँदैन, उहाँहरू त्यस्तो धेरै मिलेको जस्तो पनि देखिँदैन र राजसभाका साथीहरूले फेसबुकमा जति चर्चा गरेका छन् त्यति भोट चाहिँ उहाँहरूको ल्याउने जस्तो चाहिँ म देख्दिनँ। त्यसो हुँदाखेरि प्रत्यक्षतर्फ हाम्रो 1-2% घटे पनि 100को हारानीमा आउने र समानुपातिकमा 30%को रेन्जमा ल्याउँदाखेरि हामी बहुमत ल्याउन सक्ने आधारमा चाहिँ छौँ भन्ने लाग्छ। भनेपछि फागुन 21 पछि अबकी बार बालेन सरकार होइन, अबकी बार ओली सरकार फेरि? ओली त नेपालको राजनीतिको मियो नै हो नि होइन। अब नारा त अब साथीहरूले कताबाट प्रयोग गरेर के नारा दिए त्यसपछि त म लाग्दिनँ। र पपुलिस्ट शक्तिहरूले समयअनुसारको सेन्टिमेन्टल कुरा गर्छन् होइन। हिजो मिटर ब्याजीहरूले टेन्ट टाङ्नको लागि खुल्ला मञ्च माग्दाखेरि एउटा चाहिँ सिट ढाक्छु भन्दा पनि उहाँले सहयोग नगरेको सन्दर्भ, हिजो उखु किसानहरूले आन्दोलन गर्न आउँदाखेरि एक गाँस खाने व्यवस्था गर भन्दा पनि नगरेको सन्दर्भ, सारा कबाडी व्यवसायीहरूलाई लखेटेर आखिरमा 90% मधेसीहरू नै कबाडी व्यवसायी थिए। सिके राउतदेखि लिएर अमरेश सिंह जो अहिले उहाँकै पार्टीमा आबद्ध हुनुहुन्छ, उहाँले त नाजीवादको उदाहरण दिएर हिटलरका सेनासँग तुलना गरे राजु पाण्डेजीहरूलाई होइन। र साग बेतीदेखि लिएर चिया बेती आमा दिदीबहिनीहरूलाई जुन ढङ्गले आक्रमण गरेर काठमाडौँका साना व्यवसायहरू समाप्त गरेका सन्दर्भ, आज मात्रै पनि इकोनोमिक्स इन्डेक्सले चाहिँ नि महानगरमध्येमा सबभन्दा पछिल्लो लाइनमा काठमाडौँ महानगरलाई राखिदियो। महालेखामा सबभन्दा धेरै बेरुजु भएको नगरपालिका, अख्तियारमा सबभन्दा धेरै भ्रष्टाचारको फाइल दर्ता भएको महानगरपालिका, उहाँले बाँड्नुभएका सपना कुनै पनि पुरा नभएको सन्दर्भ र अहिले चाहिँ नि मधेसको छौरा हुँ भन्दै उहाँले जे खालको सेन्टिमेन्ट लिन खोज्नुभयो त्यसले जनमतलाई प्रभावित गर्छ भन्ने मलाई चाहिँ लाग्दैन। अनि यसो भन्दै गर्दा अब अस्ति बालेनजी जब सार्वजनिक हुनुभयो विधिवत रूपमा भनौँ न, जनकपुरमा उर्लेको जनलहरलाई चाहिँ हेर्नु न यहाँ। बालेनजीले देशभरि घुम्दाखेरि ल 20 ठाउँमा घुम्नु होला, एक ठाउँमा 500को दल हिसाब गर्नु नि कति मान्छे आयो होला? 1 लाख मान्छे आयो होला। र नेकपा एमाले 11औं महाधिवेशन सल्लाहकारीमा गर्दा 3 लाख मान्छे त टाउको गनेर हामीले ल्याएका छौँ होइन। त्यसो हुँदाखेरि अहिले जुन हल्ला खल्लामा मान्छेहरू देखाइएको छ, तपाईँले राखेको फोटो नि एआईले बनाएको भन्ने प्रमाणित भएको होइन र भने त्यतिखेर त्यो फरक सन्दर्भ हो। त्यो चाहिँ नि मैले राखेँ भन्दा नि मेरो पेजमा भाइले राखेका फोटो हो। त्यो चाहिँ हाम्रो कार्यक्रमको 1 बजे उद्घाटन गर्नुभन्दा पहिल्यै 12 बजेदेखि नै चौर खाली हो भनेर साथीहरूले गलत ढङ्गले खाली चौरको फोटो राखिसके पछाडि त्यो फोटो राख्यो र पछि जब हामीले 1 बजेदेखि 3-3:30 बजेसम्म त्यसको चौरको म्याक्सिमम क्यापेसिटीको जुन जनसभाको त्यहाँ सहभागिता चाहिँ जुन फोटो हामीले राखेको धेरै कुराहरू आइसकेका छन्। बालेनजीतिर जाउँ न त, जुन छ नि यहाँले भन्नुभयो नि जम्मा 1 लाखको वरिपरिको भिड हो भनेर, मान्छे त रहेछन् नि त होइन? आएका सबैले भोट हाल्दैनन् होला। रेखा थापाजीले एउटा सन्दर्भमा अस्ति भन्नुभएको थियो, सुनिल शर्माजीको भन्दा मेरो व्यापक मान्छे आयो भने त भोट त आखिरमा हालेनन् भन्ने कुरा। कहिलेकाहीँ परिवेशले मान्छेलाई सेलिब्रेटी बनाइदिन्छ र
सेलिब्रिटीहरूलाई हेर्न धेरै मान्छे आउँछन्। ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन लिएको बेलामा जुन ढङ्गको जहाँ गयो त्यही मान्छेहरूको उपस्थिति थियो र पछि स्थानीय चुनावको घोषणा गर्नुभयो, हामीले बहिष्कार गऱ्यौँ। निकै फितलो त्यहाँ मतदान भएर पछि उहाँको सत्ता लामो समय टिकेन। मान्छेहरू हेर्न आएका कारणले भोट हाल्छन् भन्ने चाहिँ कमसेकम मलाई चाहिँ विश्वास लाग्दैन। हाम्रो धेरै लामो राजनीतिक अनुभवहरू चाहिँ हेर्न आएका मान्छे सबैले मतदाता हुँदैनन्। अब हेर्न त विविध कारणले आउँछन् नि, होइन? भनेपछि अब की बार के त कसको सरकार? त्यो त निश्चित रूपमा केपी ओलीको नेतृत्वमा नेकपा एमालेको एकल सरकार अथवा नेकपा एमाले सहितको सरकार हुन्छ नि। त्यो त सामान्य हिसाबले पनि आकलन गर्न सक्ने स्थिति हो। चुनाव हुने नै भयो त अब। सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको विषयको मुद्दा सर्वोच्चले किन आँट गरिरहेको छैन, यो गम्भीर प्रश्न हो। सुशीला कार्कीज्यू पूर्व प्रधान न्यायाधीश भएको नाताले जुन प्रधानमन्त्री हुनुभएको छ, नेपालको संविधानले त्यो बन्न पाइँदैन। यो दुईटा विषयमा सर्वोच्च अदालतको आलटाल र मौनता एउटा गम्भीर विषय हो। यद्यपि सामन्तवाद आजको युगमा चाहिँ नि इन्स्टिट्युसनल हाइज्याकिङको प्रोसेसबाट अगाडि बढ्छ भनिन्छ। सर्वोच्च अदालतका न्यायाधीशहरू चाहिँ नि हामीले फैसला गऱ्यौँ भने हाम्रो घर जल्छ, हामीमाथि एट्याक हुनसक्छ भन्ने मनोविज्ञानले काम गरेको छ र एमाले कङ्ग्रेसहरूलाई फाइदा हुने खालका कुनै फैसला भयो भने हामीलाई झोले भनिन्छ, मासुवाद भनिन्छ भन्ने मनोविज्ञानले पनि काम गरेको छ भन्ने बुझ्छु म। त्यो भनेको चाहिँ नि न्यायालयका भवनहरू हिजो 24 गते जुन ढङ्गले जलाइए त्योभन्दा पनि न्याय नै जल्ने चरणमा पुग्यो कि भन्ने एउटा गम्भीर खतरा हो। र हाम्रा मुलुकका इन्स्टिट्युसनहरूलाई हाइज्याक गर्ने एउटा साम्राज्यवादी खेलको चपेटामा हामी परेको भन्ने लाग्छ। त्यसो हुँदाखेरि अहिलेको सुशीला कार्की सरकार, जसलाई जेनजीले पनि आफ्नो स्वामित्व स्वीकार गरेन, उहाँ प्रतिनिधि सभाले छानेको पनि होइन, उहाँले चाहिँ सेनासँगको वार्ताबाट तत्कालीन जेनजीहरूलाई झुक्काएर बालनजीले लेखेको स्टाटसले सेनासँग वार्ता, बालनजीको लेखेको स्टाटसले सुशीलाजीले गर्नुभएको संसद विघटन आदि इत्यादिबाट बनेको र जेनजीले पनि नस्वीकारेको सरकारले एउटा अवस्थामा चाहिँ चुनाव सार्न सक्छ। उहाँहरूले चाहेको पार्टीले नजित्ने अवस्था भयो भन्ने लाग्यो भने चाहिँ चुनाव सार्न सक्छ, नत्र चाहिँ चुनाव नसर्न सक्ला जस्तो लाग्छ। भनेको कुन पार्टी छ भन्नु न? अनि त्यो त देखिहाल्यो नि। उहाँहरूले नागरिक सरकार भन्नुभयो, उहाँहरूकै पार्टीका मन्त्रीहरू राष्ट्रसभामा गएर उठ्नुभयो, होइन? कुलमानजी त पछि रविजीहरूले लात हानेपछि मात्रै त्यो पार्टी छोड्नु भयो हो। अब महावीर पुन स्वतन्त्र भए पनि पछि जाने त्यतै हो, बाटो सोचेकै छ। जगदीशजी र हाम्रो गुप्ता भाइ त अब त्यो पार्टीबाट उठ्नु भएकै छ। र अहिले सुशीला कार्कीको सरकार भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता र त्यो पार्टीलाई जिताउने एउटा मुख्य अभियन्ताको रूपमा काम गरिरहेको छ। र त्यो पार्टीले जित्दैन भन्ने उहाँलाई लाग्यो भने, होइन, जित्छ भने उहाँलाई लागेको छ, जनतालाई लागेको छ कि छैन भने उहाँहरूको कुरा गर्दैछ है। उहाँहरूलाई लागेन भने चाहिँ चुनाव केही समय सार्न पनि सक्नुहुन्छ। उहाँहरूलाई लागेन भने चाहिँ उहाँलाई अहिले जित्छु भने लागेकै छ। जो कुरा जनतालाई लागेको छ कि छैन, तपाईँलाई चाहिँ के लागेको छ? मलाई त लाग्दैन। नेपाली जनमत चाहिँ त्यति कमजोर छैन कि हाम्रो जस्तो देशलाई चाहिँ अन्तर्राष्ट्रिय शक्तिको द्वन्द्वको भुमरीमा फसाएर हाम्रो नयाँ पुस्ताले जुन खालको दबाब दिन्छ भनेर भनिँदैछ। इजरायलसँग त 65 किलोमिटर परदेखि नै क्षेप्टास्त्र प्रतिरोध गर्न सक्ने क्षमता छ, अथवा इरानमा चाहिँ 9 मिटर मुनि चाहिँ आणविक बम बनाइरहेको छ यसले भनेर अमेरिका इजरायलले आक्रमण गर्दा उसले एक खालको प्रतिरोध गर्यो, ठुलो क्षति भएन। चाइना दोस्रो महाशक्ति राष्ट्र भएर पहिलो महाशक्ति राष्ट्र हुने दौडमा छ। इन्डिया तेस्रोबाट दोस्रोतर्फ आउँदैछ। हामीले बिना गल्तीका सजाय भोगेर नेपाललाई चाहिँ महाशक्ति राष्ट्रको लडाइँ गर्ने मैदान बनाउने कुरामा नयाँ पुस्ताले लाग्यो भने चाहिँ हामीलाई त मट्याङ्ग्रा जत्रो बम चाहिँ कसैले ड्रोनबाट खसाल्दियो भने पनि हामी देश ध्वस्त हुने अवस्थामा छौँ। र जसरी दसैँ तिहार पर्व आउँदाखेरि विभिन्न खालका जनावरहरूलाई बिना दोष काटेर खाइन्छ, खसी बोका कुखुराहरूलाई, त्यसै गरी बिना दोषको सजाय नेपाली जनताले पाउने जुन परिस्थिति बन्दैछ, यो कुरातर्फ चाहिँ नयाँ पुस्ता सचेत हुनुपर्छ। र अहिले जुन ढङ्गले राष्ट्रसभाका साथीहरूले यो खालको अभियानको एउटा मुख्य कारक तत्त्व बनेर देखेका छन् र नयाँ दल हुँ भन्दै पुराना दलहरू जुन खालको उहाँहरूले आरोप र गाली गलौज गर्नुभएको छ, प्रमाणबिन आरोप र गाली गलौजहरू, अब कपाल काट्दा चाहिँ नि एकदम अनुभवी कपाल काट्ने मान्छे चाहिने, डक्टरका जाँदा एकदम अनुभवी र सक्षम डक्टर चाहिने, पढाउन जाँदा एकदम राम्रो स्कुल र अनुभवी मास्टर चाहिने, कुनै भोजे गर्नु पऱ्यो भने अनुभवी कुक र क्याटरिङ चाहिने। अनि राजनीति चाहिँ ख्यालठट्टा हो र अनुभवी र सक्षम मान्छे नभइकन राजनीतिमा चाहिँ नि त्यो चटक देखाउने खेल त पक्कै होइन। त्यसो हुँदाखेरि आजको नेपाली समाज धेरै चेतनशील छ
धेरै बौद्धिक र शिक्षाको स्तर धेरै राम्रो बढेको छ। त्यसो हुँदाखेरि जुन ढङ्गको साथीहरूले सोसियल मिडिया कब्जा गरेर सोसियल मिडियामा निर्वाचनका सामग्रीहरू प्रोडक्सन गरेर अल्गोरिदममा खेलेर नेपाली युवाहरूका दिमागलाई हाइज्याक गरेर सामन्तवादीहरूको डिजाइनको एउटा चाहिँ नि पात्र बनेर यो चुनावमा आइरहनु भएको छ। नेपाली जनताले यो चुनावमा उहाँहरूलाई राम्रैसँग निषेध गर्नुहुन्छ भन्ने लाग्छ मलाई। अब मैले एउटा नबुझेको कुरा र बुझ्न चाहेको कुरा चाहिँ के हो भने अब तपाईँ आफ्नो क्षेत्रमा दोब्बर मात्रै जित्छु भन्दै हुनुहुन्छ। देशैभरिबाट 100 सिट प्रत्यक्ष नभए पनि बहुमतको सरकार समानुपातिक जोड्दाखेरि बहुमतको सरकार यहाँकै पार्टीको बन्छ भनेर त्यो दृढ विश्वास आत्मविश्वास राखेर बोल्दै हुनुहुन्छ होइन। तर डर चाहिँ कहाँ छ? त्यही रासोपासँग छ। आक्रोश चाहिँ त्यही रासोपा प्रति नै बढी छ क्या होइन। यो चाहिँ के हो? डर र आक्रोशको कारणले होइन, हरेक चुनावमा एजेन्डाहरू हुन्छन् होइन। कुनै पनि कुराको चुरो कुरो हुन्छ नि, चुरो एजेन्डा हुन्छ। अब यसपालिको चुनाव चाहिँ विकास समृद्धिका कुरा भन्दा पनि राष्ट्रियता जोगाउने कुरा, वैदेशिक हस्तक्षेप जोगाउने कुरा, अन्तर्राष्ट्रिय शक्तिहरूको चाहिँ युद्ध मैदान नेपाल नहोस् भन्ने कुरा चाहिँ यसपालिको मूल एजेन्डा हो भन्ने लाग्छ मलाई। त्यसो हुँदाखेरि कङ्ग्रेस, नेकपा अथवा तपाईँले लिएका अरू पार्टीहरूका नाम चाहिँ राष्ट्रियताका सन्दर्भमा ठुलो विमति हाम्रो बिचमा छैन। लोकतन्त्र, संविधानवाद अथवा संवैधानिक सर्वोच्चता अथवा चाहिँ विधिको शासन होइन, कानुनी राज्य, न्यायिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता लगायतका विषयहरूमा हामी काङ्ग्रेस र नेकपाको हाराहारी मिल्दोजुल्दै कुरा छ। र जे यसपालिको मूल एजेन्डा छ त्यो एजेन्डामा चाहिँ नि राष्ट्रसभाका साथीहरू एकदम चुपचाप घन्टीमा छाप भनिरहेका छन्। किन चुपचाप भनिरहेका छन्? राजनीति चुपचाप त होइन नि त। राजनीति त प्रश्न गर्ने, विश्लेषण गर्ने, हिजो उठेका कतिपय सवालहरूमा कमजोरी छ भने स्वीकारेर जाने, कतिपय प्रतिबद्धता जनाउने। हामी चाहिँ के भनिरहेका छौँ भने प्रश्न उठाउनुहोस्, गम्भीर छलफल गर्नुहोस्, गम्भीर बहस गर्नुहोस्, शिरमा राष्ट्र राख्नुहोस् र भोट हाल्नुहोस् भनिरहेको छ। उहाँहरू चुपचाप भनिरहेको छ। किन चुपचाप भनिरहनु भएको छ भन्दा सिद्धान्त छैन, विचार छैन, कुनै खालको चाहिँ नि स्थिर नेतृत्व छैन। हिजोका गरेका उहाँहरूका जिम्मेवारी पाएका कुराहरूमा धेरै कुराहरूमा गम्भीर प्रश्न छ। त्यो गम्भीर प्रश्नको चाहिँ नि उहाँले जवाफ दिन सक्नुहुन्न होइन। त्यसो चुपचाप भनिरहनु भएको छ। र यसपालिको चुरो एजेन्डा चाहिँ राष्ट्रपाले जुन ढङ्गले समाजलाई दिग्भ्रमित पारेको छ, नवउदारवादको उसले वकालत गरेको छ, पपुलिजमलाई उसले काखी च्यापेको छ। त्यही भएर बरु एउटा सामन्त, हिजो राजा ज्ञानेन्द्र सामन्त बनेर गए, 3-4 वर्षमा त्यसबाट हामी मुक्त पायौँ। एउटा पपुलिस्ट शक्ति, तपाईँ युक्रेनको उदाहरण दिनुहुन्छ भने युक्रेन चाहिँ अन्नको भण्डार भनिन्थ्यो, युक्रेनको तोरी ल्याएर खोगनामा तेल पेलिन्थ्यो हामी। आज युक्रेन चाहिँ नि नेटोको सदस्य नबन भनेको रसियाले भनेको कुरा नमान्दा, रसियालाई दबावमा राख्दा पश्चिमा शक्तिहरूले युक्रेनले जुन ढङ्गले दुरुपयोग गरेर जेलेन्स्कीले एउटा हाँस्य कलाकारबाट राष्ट्रपति बनाए। आज युक्रेनको 38% भूभाग उसँग छैन र आज चाहिँ नि जेलेन्स्कीलाई डोनाल्ड ट्रम्पले के भन्यो, यु आर नट प्रेसिडेन्ट, यु आर नट लिडर, यु आर जोकर भन्दै होइन। आज चाहिँ यहीँ छिमेकी पाकिस्तानको कुरा गर्नुहुन्छ भने पाकिस्तानको राष्ट्रपति इमरान खान, उनी क्रिकेट खेलाडीबाट राष्ट्रपति भए र उनले कुनै देशले क्याम्प राखौँ भनेर नमाने बापत चाहिँ उनी 13 वर्ष अहिले भ्रष्टाचारको केसमा थुनिएका छन् र परिवारले भेट्न पाइरहेका छैनन्। यी बङ्गलादेशको कुरा गर्नुहुन्छ भने शेख हसिनाको जुन पार्टी कुनै टापुमा, म्यानमारसँग जोडिएको टापुमा क्याम्प नराखे बापत उनलाई जेन्जी उचालेर लखट्यो र अहिले प्रवासमा छिन् र उनलाई मृत्युदण्डको सजाय तोकेको छ। बङ्गलादेश जाँदा त्यो सजाय दिइन्छ। त्यसो हुँदाखेरि नेपाली जनता पनि त्यो उचाइमा छन् र प्रतिस्पर्धी भएर होइन कि गलत मूल्य मान्यता बोकेका कारणले उनीहरूको अलि बढी चर्चा भएको छ। तपाईँले भने जस्तै भयो र तपाईँकै सरकार बन्यो भने त तपाईँको भविष्यवाणी पुरा भइहाल्यो। कथम कदाचित त्यस्तो भएन भने, यहाँले बोले जस्तो भएन भने र जसलाई यतिखेर कोसिरहनु भएको छ नि यहाँले, त्यही पार्टी त्यही व्यक्तिहरू सत्तामा आए, अब कि बार बालेन सरकारै भइदियो भने त्यो दिन के भन्नुहुन्छ? आजै घोषणा गरिदिनु। स्वीकार छ, त्यो त समस्या छैन नि। हामीले जे कुरा भनेका छौँ अहिले त्यो कुरा भोलि पुष्टि हुँदै जान्छ। नव उदारवादी शक्तिहरूको, वैदेशिक शक्तिहरूको चर्खेल हुन्छ र फेरि एकपटक हामीले सङ्घर्ष गर्नुपर्छ। फेरि यो प्रश्न मैले किन गरेको भने अस्ति कहीँ कतै यहाँको अध्यक्षले के भन्नुभएको थियो भने यदि यसपटक एमाले बहुमत ल्याएन भने हामी यो परिणाम स्वीकार्दैनौँ भन्नुभएको छ। त्यस्तो भन्नुभएको होइन। अध्यक्षज्यूले भन्नुभएको कुरा चाहिँ के हो भन्दाखेरि जुन ढङ्गले निर्वाचन आयोग र प्रहरी प्रशासनको भूमिका देखिँदैछ, सेना परिचालनको बारेमा सरकारले जे निर्णय गरेको छ त्यसको पनि स्पष्ट व्याख्या छैन। जस्तो विगतमा सेना परिचालन कसरी हुन्थ्यो भने बुथभन्दा 100 मिटर 150 मिटर पर सेना हुन्थ्यो। अहिले सेना परिचालन के हो? त्यस पछाडि 2 चरणमा चुनाव गर्ने प्रसङ्ग आएको थियो त्यतिखेर। अहिले त्यो प्रसङ्ग सेलाएको छ हाम्रो पार्टीले अलि बढी आवाज उठाए पछाडि। र हिमाली भेगमा चाहिँ नि भोट के अरे मतदान गर्न सकिँदैन फागुन 21 गते भन्ने कुरा थियो। त्यसमा हाम्रो अध्यक्षले के भन्नुभयो भने अघिल्लो फागुन 21 भन्दा पछाडि जन्मेकाले चाहिँ यो कुरा थाहा थिएन होला, त्योभन्दा अरू त सबैले थाहा थियो होला यो कुरा। किन अहिले तपाईँलाई यदि विज्ञान प्राप्त भयो?
2 चरणमा चुनाव गर्ने, मतपेटिकाहरू सेना या प्रहरीका ब्यारिकरमा राख्ने र त्यसलाई अर्कै ढङ्गले चाहिँ नि परिणाम ल्याउने खालको षड्यन्त्र काहीँ कतै हुने स्थिति भयो भने चाहिँ हामी त्यसका विरुद्ध गम्भीर ढङ्गले लाग्छौँ र त्यो परिणाम हामी स्वीकार्दैनौँ। एउटा कुरा। दोस्रो कुरा, जुन आयोगको कुरा छ, आयोगको बारेमा दुईवटा कुरा छ। एउटा, आयोगको रिपोर्ट सार्वजनिक भयो नि, रविजी जेलबाट भएको सन्दर्भ, 14,000 कैदीले गरेको अपराधिक गतिविधिका सन्दर्भ, त्यो कहाँसम्म पुग्यो भन्दा बालनको घर फोनसम्म पुग्यो, रविको हिजोको नखु जेलको जेल पार्टनर होइन। र त्यो दौरानमा 10 जना कैदी मरेको कुरा, त्यो कैदीले गएर काभ्रेमा गएर आफ्नो श्रीमती मारेको अथवा धादिङमा गएर आमा मारेको सन्दर्भ, यी सबै कुराहरू र बालनजीको सिंहदरबार जलाउने स्टार्टरदेखि राजु पाण्डेजीहरूले लगाएर पानी बाँड्न लगाएको सन्दर्भदेखि सुदन गुरुङजी आएर यहाँ बाँसुरमा पानी बाँडेको सन्दर्भदेखि स्कुल ड्रेस लाएर आऊ भनेर चाहिँ उहाँहरूले डिस्कट च्यानलबाट आह्वान गरेको कुरादेखि, नेतादेखि सरकारी भवनदेखिका जिपिएस म्यापबाट चाहिँ घर जलाउनलाई प्रेरित गरेका कुरादेखि, केपी खनालले माइकिङ गर्दै सिंहदरबार जलाउनलाई प्रोत्साहन गरेको कुरादेखि, गणेश कार्कीदेखि तोसीमा कार्कीसँगका साथीहरू सदन जलाउने कुरामा प्रोत्साहन गरेको कुरादेखि, राजीव खत्रीदेखि ज्वाला सङ्ग्रोलादेखि लिएर मनिष झासम्मका साथीहरू नखु जेलमा गएर रविजीलाई निकालेका सन्दर्भदेखि यी सबै कुरामा त आयोग बोल्नुपर्ने होला। आयोगले बोल्यो भने त उहाँहरूलाई पनि दोषी करार हुने होला। भन्दै गर्दा विषयमा रोक्नु, मैले यतिको व्याख्या गरिरहँदा त्यत्रो शहादत प्राप्त गरेका ती शहीदहरूप्रति चाहिँ अलिकति पनि सम्झना आउँदैन यहाँलाई? त्यो भन्दैछु म, त्यो भन्ने चरणमै तपाईँले रोक्नुभयो मलाई। यति कुराको बारेमा उहाँलाई दोषी देखिने होला। अब उहाँहरूको चाहना चाहिँ के थियो भने 77 जना मृत्यु भएको कुरा चाहिँ केपी ओलीले दोष लगाइदिउँ र आयोगले त्यो खालको रिपोर्ट प्रस्तुत गरोस् होइन, उहाँहरूको त्यो चाहना थियो नि त। अझ बयान दिने त्यो त सङ्कट टर्यो नि त। अब तरेको होइन, म त्यहाँ पुग्दैछु। बयान दिने बाहनामै केपी ओलीले थुन्ने उहाँहरूको प्लान त्यो सक्नु भएन होइन। केपी ओली बयान दिन आउन्न भन्दा उहाँलाई सेफ ल्यान्डिङ गर्नु पर्थ्यो। केपी गभर्मेन्टमा गएर चिया खाएर त्यसैले बयान हो भनेर उहाँले चाहिँ पुष्टि गर्नुभयो होइन। र सुशीला कार्कीले 3 घन्टा भेटेर तपाईँ निर्वाचनमा भाग लिनुहोस्, हामी चाहिँ सहज ढङ्गले अगाडि बढ्छौँ भन्ने एउटा परिस्थिति सिर्जना भयो। र जुन ढङ्गले 77 जनाको मृत्यु भएको छ त्यसमा हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण के छ भने 23 गते 19 जना मृत्यु भएको सन्दर्भमा तत्कालीन सरकारले आयोग बनाउनेदेखि लिएर सबै प्रक्रिया अगाडि बढाएको, गृहमन्त्री राजीनामा दिए पछाडि प्रधानमन्त्रीले क्याबिनेट बैठक बस्यो, त्यो कुरा गर्नुभयो। र छानबिन आयोगले को शहीद ओरिजिनल को शहीद होइन भन्ने कुराको पुष्टि गर्नु पर्यो। र त्यतिखेरको त्यो मृत्यु गराउने वातावरण हामी बिरुवा पनि बाँध्दैनौँ, बेरिगेट पनि तोड्दैनौँ भन्ने ढङ्गले आन्दोलनकारीले आन्दोलन गर्दा र उनीहरूले 1 बजेपछि आन्दोलन नियन्त्रणभन्दा बाहिर गएर आन्दोलन फिर्ता लिइसके पछाडि सदन आक्रमण भएको छ, टिओबी ग्रुप आएको छ, हाम्रो नेपाल आएको छ, बरबरा फाउन्डेसन आएको छ, त्यहाँ सबै खालका षड्यन्त्र भएका छन्। स्कुल ड्रेस लगाएर ल्याउनु लगाएको छ, त्यो बारेमा छानबिन हुनु पऱ्यो। प्रधानमन्त्री अथवा तत्कालीन गृहमन्त्री कसैलाई आदेश दिएको छ भने त्यो पनि छानबिन गरेको हामीले गर भनेकै छौँ। र शहीद को हो को होइन भन्नको लागि नै एउटा उच्चस्तरीय आयोग बनाउनु पर्ने भयो। किनभने रविजीसँगै भाग्दाखेरि मरेका 10 जना कैदीले त हामी पक्कै शहीद भन्न सक्दैनौँ होला, त्यो 77 जना भित्र त्यो पर्छ कि पर्दैन। अथवा भाटबोटिनी सुपर मार्केट जलाउन जाने क्रममा 12 जना मान्छे जो लुट्न जाँदाखेरि मरेका छन्, कतिको त पहिचान पनि खुलेको छैन, नेपाली हुन् कि विदेशी हुन्, तिनलाई शहीद पक्कै भन्नु सकिँदैन होला। र 6 जना प्रहरीहरूलाई सिसाले हानेर ढुङ्गाले हानेर घाँटी रेटेर मारेको छ। र बागमती जस्तो ठाउँमा चाहिँ जुन ढङ्गले आतङ्कवादी गतिविधिले नदीमा लखटिएको छ, ती प्रहरीलाई चाहिँ शहीद भन्ने कि नभन्ने, प्रहरी मार्न जलाउन र हतियार लुट्नको लागि त्यही डिस्कट च्यानलको गम्भीर ढङ्गले दुरुपयोग भएको छ। त्यसका सबका पहिचानहरू लुकाइएको छ र त्यो कुनै पनि डेटा चाहिँ डिस्कटले दिँदैन सरकारलाई, त्यो कुरा पनि उनीहरूले बुझेको छ। फेरि त्यो डिस्कट च्यानल 11औँ देशसम्म चाहिँ उनीहरूले जुन काहीँ कलर रिभोल्युसन भने काहीँ जेनजी मुभमेन्ट भने 11औँ देशमा हुँदाखेरि त्यो डिस्कटै प्रयोग भएको छ। 6 महिना अगाडि अमेरिका कन्जर्भेटिभ पार्टीको प्रमुखलाई मार्नको लागि जुन च्यानल प्रयोग भयो नेपालमा त्यही च्यानल प्रयोग भएको छ। भनेपछि यी सबैको छानबिन हुनुपर्छ र ओरिजिनल शहीद मलाई जहाँसम्म लाग्छ 19 जना 23 जना 25 जना उहाँहरूलाई हामीले श्रद्धाञ्जली पनि दिनुपर्छ, क्षतिपूर्ति पनि दिनुपर्छ, राहत पनि दिनुपर्छ, सबै कुरा दिनुपर्छ। जो अरू मरे उनका पनि परिवार गरिब छन्, राहत क्षतिपूर्ति दिँदा भयो, त्यसमा हाम्रो आपत्ति रहेन। तर भएर सबैले सोलो डोलो शहीद भन्न चाहिँ पाइँदैन। यी यावत कुरा त यसभन्दा अघि पनि धेरै अन्तर्वार्ताहरूमा मैले सुनिसकेको छु यहाँको। मेरो प्रश्न चाहिँ के थियो भने यदि यहाँले चाहे जस्तो सरकार बनेन र अरूले चाहे जस्तै सरकार बन्यो, अहिले जुन हुम चलेको छ, जुन चर्चा परिचर्चा बाहिरको हल्ला छ, त्यही अनुसार सरकार बन्यो भने त्यो सरकारलाई सहर्ष स्वीकार्नुहुन्छ, त्यति हो नि त कुरा? निर्वाचनको प्रक्रियामाथि गम्भीर प्रश्न नउठ्ने ढङ्गले निर्वाचन सम्पन्न भयो र हाम्रो सोचेको परिणाम कहिलेकाहीँ आएन भने त्यसलाई त हामी सहयोग रूपमा लिएका छौँ। तर अहिले मैले भनेका जस्ता प्रवृत्तिहरू देखिने, निर्वाचनमा धाँधा ल्याउने, बुथ कब्जा हुने, स्वतन्त्र निष्पक्ष निर्वाचन नहुने र जसलाई उहाँले चाहनुभएको छ त्यही दलले विजय घोषणा गर्ने, जसले चाहनु भएको छैन त्यही दलले पराजित बनाउने परिस्थिति भयो भने त
त्यो त सोच्नुपर्छ त्यतिखेर। यो चाहिँ यहाँहरूलाई भन्दा अलिक सुहाउँदैन कि, किनकि सबै प्रहरीका अधिकांश अधिकारीहरू यहाँले नै सर्वबाट गरेका पदाधिकारीहरू हुनुहुन्छ, यहाँले नै नियुक्ति गरेका पदाधिकारीहरू हुनुहुन्छ र हरेक भनौँ न यहाँको सङ्गठन यति ठुलो छ, यति विस्तारमा छ कि भातृ सङ्गठन समेत सक्रिय छ। अनि तपाईँ भन्दै हुनुहुन्छ कि त तपाईँले स्वीकार्नु पऱ्यो, हाम्रो सरकारको पालामा पनि यस्तै हुन्थ्यो, हामी यसै गरी आर्मीको ब्यारेकमा लगेर चाहिँ बुथ क्याप्चर गर्थ्यौँ र मतपेटिका सार्थ्यौँ त्यहाँ, होइन भने त यतिखेर त झन् सहज छ नि तपाईँहरूलाई। कार्यकर्ताहरू त टोलटोलमा छन् नि, सबभन्दा ठुलो सङ्गठन तपाईँहरूको। अनि राज्यको निरन्तरताभित्र उसका चाहिँ कतिपय इन्स्टिट्युसनल मेमोरीहरू पनि हुन्छन्, संस्थागत स्मरणहरू पनि। यो सरकारले त्यो संस्थागत स्मरणलाई ध्यान दियो र विगतमा जुन चुनावहरू भएको थियो सर्वस्वीकार्य, साइकालमा ज्ञानेन्द्र शाहले गरेका बाहेक अरू लगभग धेरै चुनावहरू चाहिँ स्वीकार्य भएका थिए। केही छिटफुट त भयो, जस्तो स्याङ्जाका सन्दर्भमा प्रश्न उठे, कतिपय जिल्लाका कतिपय क्षेत्रका बारेमा प्रश्न उठ्न सक्छन्, जहिले पनि उठ्छन् नै, त्यो बारेमा निर्वाचन आयोगले अथवा सरकारले डिसिसन गर्ला। तर आम रूपमा त्यो प्रश्न उठ्दैन र यसपालि त्यो पक्षलाई ध्यान दिएर सरकारले निर्वाचन राम्रो गरोस् भन्ने हाम्रो चाहना हो। अब तपाईँले भनेको जस्तो हाम्रो कार्यकर्तालाई हामी चनाखो र जुझारु भएर पहिचान गर्छौँ। हामी त यतिसम्म गर्नेवाला छौँ कि प्रत्येक निर्वाचन हुने बुथमा सबै मिडियालाई लाइभ गर्नको लागि हामी अनुरोध गर्छौँ र मिडियाको त्यो सबै ठाउँमा लाइभ गर्ने खालको चाहिँ नि क्यापेसिटी कहिले नहुनु पनि सक्छ। त्यस्तो भयो भने हामी त हाम्रो कार्यकर्तालाई फेसबुक लाइभ पनि गराउँछौँ, त्यो गरेर चाहिँ निर्वाचनको निष्पक्षता होस् भन्ने कुरामा एकदम ध्यान दिन्छौँ र निर्वाचन निष्पक्ष हो कि भन्ने कुरा चाहिँ पर्याप्त तथ्यका आधारमा हामी भन्छौँ। र अहिले जुन हाम्रो मनमा शङ्का छ त्यो शङ्का चाहिँ नि यथार्थमा परिणत नहोस् भन्ने शुभकामना दिन्छौँ र चुनाव निष्पक्ष स्वतन्त्र धारणरहित हुँदा एमाले नै बहुमत ल्याउने स्थिति छ, कङ्ग्रेस नै दोस्रो हुने स्थिति छ, अन्य पार्टीहरू त्यो अनुसारको ऱ्याङ्किङमा आउलान्, होइन। अब त्योभन्दा फरक ढङ्गले बुथ कब्जा धाँधली अथवा चाहिँ अनेक खालको प्रपञ्च भयो भने त त्यतिखेर हामी छलफल गरिहाल्छौँ नि, हामी तथ्यहीन आरोप चाहिँ लगाउँदैनौँ। आखिर चाहिने चाहिँ फेसबुकै चाहिन्छ है यहाँलाई पनि। आजको अब जनताको पहुँचमा भएको मिडिया त्यसलाई दुरुपयोग नहोस् र नियमन होस् भनेर हामीले कानुन बनाउन खोज्यौँ। एकपटक अब कोभिड-19को चरणमा इनफ इज इनफ भन्ने खालको अभियान चलाएर त्यसलाई रोक्ने काम भयो। अब गगनजीहरू पनि त्यो चरणमा प्रभावितै हुनुभयो। अहिले पछिल्लो बेलामा सबभन्दा धेरै मार उहाँलाई नै पर्यो। अब दोस्रो चरणमा चाहिँ नि नियमन गर्ने, करको दायरामा आउने र सोसियल मिडियालाई दुरुपयोग गरेर व्यक्तिको चरित्र हत्या गर्नेदेखि लिएर आफ्ना स्वार्थ सिद्ध गर्ने ढङ्गले गएका कुराहरूलाई नियमन गर्न खोज्दा जेनजी मुभमेन्टै सामना गर्नु पऱ्यो, सरकारै ढल्ने स्थिति बन्यो होइन। जे होस् सोसियल मिडियाको चाहिँ सही ढङ्गले सदुपयोग हुनुपर्छ र जनताको हितको पक्षमा सदुपयोग हुनुपर्छ भन्ने मान्यता हामी बोक्छौँ र यसलाई सदुपयोग गर्ने कुरामा हाम्रो भूमिका सदैव रहन्छ। त्यही यहाँको अध्यक्षले पनि बारम्बार भन्नुहुन्छ कि एउटा होइन दिनमा यति स्टाटस लेख, यति फलानु गर, यहाँ पनि भन्दै हुनुहुन्छ हाम्रा कार्यकर्ताहरू सबले फेसबुक लाइभ गर भन्नुहुन्छ नि। अहिले चाहिनु त त्यही सामाजिक सञ्जाल चाहिँदो रहेछ, तर त्यही सामाजिक सञ्जाललाई प्रतिबन्ध लाउँदाखेरि यत्रो अभिगत भयो नि त। प्रतिबन्ध भन्दा पनि हामीले एउटा निश्चित अवधि दिएका थियौँ, त्यो सामाजिक सञ्जाल दर्तामा आऊ करतिर। अब हाम्रो चाहिँ साथीभाइहरूको चाहिँ कस्तो मनोविज्ञान म बुझ्छु युवा पुस्ताको भने उहाँहरूलाई हामीले बुझाउन नसकेको, गलत ढङ्गले साम्राज्यवादी शक्तिले बुझाएको कुरा नि। एउटा सामान्य पसलले चाहिँ कर तिर्नुपर्छ भनेर आवाज लेख्नुहुन्छ, अनि यत्रो चाहिँ सोसियल मिडियाबाट अरबौँ पैसा हाम्रो गइरहेको छ। नेपालमा अफिस राख्नु पनि ऊ तयार छैन, उसको अफिस कोही सिङ्गापुर छ, कोही हङकङ छ, कोही कहाँ छ होइन। र नेपालमा ऊ अफिस राख्नु तयार छैन, सरकारले कर तिर्न तयार छैन, नेपालको सरकार भ्रष्टाचारी छ भनेर उसले घोषणा गरिदिन्छ र ऊ कुनै हामीले गलत हो भनेर साइबर ब्युरोमा आएका साइबर क्राइमका असङ्ख्य मुद्दाहरूमा मेटा अथवा टिकटक अथवा विविध खालका चाहिँ सोसियल मिडिया प्लेटफर्महरूमा नेपाल सरकारले सूचना माग्दा र आधिकारिता माग्दा त्यो समेत दिँदैन र साइबर क्राइम यति धेरै फिजिएको छ, यति धेरै फस्टाएको छ, त्यो चाहिँ हाम्रो नियन्त्रणमा छैन। र यसले चाहिँ नि कुनै एउटा पार्टीले अथवा कुनै एउटा नेतालाई नोक्सान भएको कुराले हामीलाई धेरै छोएको छैन होला, तर यसले जब आम समाजलाई समाप्त गरिदिन्छ र समाज जुन ढङ्गले अराजकतातर्फ जाँदैछ, अश्लीलतातर्फ जाँदैछ र समाजमा एउटा हिंसक गतिविधि र अपराधिक गतिविधि बढ्दैछ, यो कुरा रोक्नैपर्छ। त्यो जोसुकै सरकार आए पनि रोक्नुपर्छ। बरु साझा समझदारी बनायो भने त कतिपय कुरामा हामीलाई डाउट छ भने त्यसो हुँदाखेरि हामीले त्यो कुरा गरे बापत हामीमाथि प्रहार भएर हाम्रो सरकार ढल्यो भन्ने कुरा हामीलाई चिन्ता छैन कि यो प्रवृत्ति जुन ढङ्गले हाबी भएको छ यो चाहिँ बेठिक हो भन्ने कुरामा चाहिँ हाम्रो निष्कर्ष छ। ल अब हाम्रो भन्नलाई हामी के भन्छौँ भने रमाइलो गफको कार्यक्रम भन्छौँ, त्यस कारणले हाम्रो फर्मेटमा अब हामी प्रवेश गर्छौँ। केही सेगमेन्टहरू छन् र हाम्रो पहिलो सेगमेन्ट रहेको छ
एकदम ऱ्यापिड फायर हो। म एउटा शीर्षक भन्छु, यसमा तपाईँको दिमागमा आइहाल्ने तत्काल नाम भनिदिनु पर्ने हुन्छ। सुरु गरौँ। जेनजी भन्ने बित्तिकै के याद आउँछ या को आउँछ? जेनजी भनेपछि 23/24 गतेको घटना याद आउँछ। राजनेता भन्ने बित्तिकै? केपी ओली। राष्ट्रपिता भन्ने बित्तिकै? अब समकालीनमा त गिरिजाबाबुकै नाम आउने भयो नि। तपाईँले त राष्ट्रपिता हो केपी ओली भन्नुभएको थियो त एकचोटि। केपी ओली नभन्नु रे, केपी ओली राष्ट्रिय पिता हो राष्ट्रियताको संरक्षक हो। सबैले बुवा भन्छन् उहाँलाई। उहाँ आफू चाहिँ नि छोराछोरी नभएको हुनाले, केटाकेटी र युवाले एकदम धेरै माया गर्ने भएको हुनाले उहाँ चाहिँ कुनै एउटा दुइटाको पितामा रहेन, उहाँ चाहिँ राष्ट्रकै पिता हो भन्ने अर्थमा। हामीले त सानोमा पढ्दा राष्ट्रपिता भन्ने बित्तिकै त त्रिभुवन विक्रम साधे भनेर पढाउँथ्यो हामीलाई। हामीलाई पनि त्यही पढेर आइयो, तर पछि बुझ्दै जाँदा उहाँको भूमिका त्यस्तो होइन कि भन्ने ठाउँ पुग्यो इतिहास पढ्दाखेरि। लुसिफर भन्ने बित्तिकै चाहिँ? त्यो त अब सौरभजीले बालनजीको नामै राखिदिनु भएको छ होइन, बालनजी नै आउँछ नि। फेरि उहाँले पनि स्वीकार्नु हो, किनभने दुईतिर कपालमा रबड बाँधेर जुन सिङ हालेर उहाँले, त्यसमा उहाँ खुसी नै भयो जस्तो लाग्यो मलाई। त्यो चाहिँ अहिले बनाएको हुँदैन त्यस्तो चाहिँ होइन। फेरि उहाँले स्वीकार्नु भएन क्या अरे। त्यो शेरबहादेव घरमा निस्केको पैसा चाहिँ अहिले बनाएको हुन्छ, बालनजीको दुईवटा कपाल बाँधेको कुरा चाहिँ अहिले बनाएको हुँदैन। फेरि होइन, देउबाजीको घरमा निस्के पैसा नि यही त मैले चाहिँ भनेको छैन है। फेरि तपाईँको अध्यक्षले हिजो अस्ति झापामा भन्नुभएको छ। खै थाहा छैन मलाई त्यो कुरा। यसमा चाहिँ मेरो कुरो के छ भने, चाहे शेरबहाजीकोमा, चाहे प्रचण्डजीकोमा, चाहे जहाँसुकै देख्या हो, त्यो चाहिँ राम्रो छानबिन हुनुपर्छ। उहाँहरूमाथि भएको पीडाको पनि कारबाही हुनुपर्छ, क्षतिपूर्ति दिनुपर्छ। अब हाम्रा घर जलेका छन्, भत्केका छन्, काहीँ कतै हामीलाई अन्याय भएको छैन, हाम्रो पनि छानबिन गर्नु पऱ्यो, कारबाही गर्नु पऱ्यो। होइन भने हामीले क्षतिपूर्ति पाउनु पऱ्यो, त्यो दोषीहरूलाई कारबाही गर्नु पऱ्यो। मेरो त एकदम यसमा क्लियर कट लाइन छ। राजा भन्ने बित्तिकै को आउँछ? अब हाम्रो बाल्यकालमा भेटेको चाहिँ देखेको वीरेन्द्र। हिरो भन्ने बित्तिकै? हिरो भनेर अब हाम्रो पुस्तामा त राय समालकै नाम आउँछ। पत्रकार भन्ने बित्तिकै चाहिँ? अब पत्रकार भन्दा ऋषि धमला। अहिले तपाईँ उहाँ नेता पनि सक्नु भएको छ। ऋषि धमला पछाडि त अब अहिले त्यस्तो पपुलर नाम भनेको अब टिकाराम यात्री, राजेन्द्र बानीहरू। हिरोइन भन्ने बित्तिकै चाहिँ? हिरोइन भन्ने बित्तिकै अब हाम्रो पालामा त करिश्माजीहरू नै हो हामीले मन पराएको हिरोइनहरू। सिनेमा भन्ने बित्तिकै चाहिँ कुन सम्झना आउँछ? सिनेमा हामीले हेरेको चाहिँ नि, अब राजनीति गर्ने भएर होला त्यो बलिदान चाहिँ खुब मनपर्छ मलाई। डाइरेक्टर भन्ने बित्तिकै? डाइरेक्टरमा त मेरो छिमेकी मदन घिमिरे नै हुनुभयो नि। बाख्रा भन्ने बित्तिकै? अब त्यस्तो त्यसै चाहिँ म व्यक्तिलाई आलोचना गर्नुहुन्न भन्ने ठान्छु। अब गगनजीलाई उडाउँछन् होइन, तर उहाँले बाख्रा पाल्ने सन्दर्भमा चाहिँ प्याक्ट भन्ने एउटा प्रोग्राम थियो, त्यसको अनुदान लिएर पाल्नु भयो र हिनामिना गर्नुभयो भन्ने सन्दर्भमा उहाँकोलाई उडाए। तर अब त्यो चाहिँ सत्य छानबिन हुनु पऱ्यो भन्ने कुरा हो। र बालनजीको सन्दर्भ चाहिँ म किन फ्याट्ट नाम हाल्ने भने उहाँले त्यो दुईतिर यस्तो बाटेर आफैले बनाउनु भयो नि त, त्यो चाहिँ उहाँले पनि स्वीकार हो जस्तो लागेर। त्यो सर्प भन्दा चाहिँ? अब झलनाथजीको फाउन्डेसनको नाममा सर्वपालनमा सरकारले बजेट छुट्याएर उहाँलाई भनिन्छ, तर त्यो नराम्रो कुरा चाहिँ हो जस्तो लाग्दैन है मलाई। हाम्रो नेपालमा चाहिँ नि अब भ्यू टावरको विरोध गर्ने, अब सबैको विरोध गर्ने प्रचलन छ। त्यतिखेर सर्पको उपचार गर्ने, भेनम उत्पादन गर्ने हिसाबले सरकारले बजेट छुट्यायो। खालि मैले यसमा झट्ट दिमागमा के आउँछ भन्ने त बुझेको हो। त्यो झलनाथ खनाललाई त्यसरी उडाउँदा अन्याय हुन्छ, त्यो चाहिँ उडाउनु हुँदैन भन्ने हो। गिरिबन्धु भन्दा चाहिँ? अब यसमा केपी ओलीकै नाम लिन्छन् होइन, र चुनौतीपूर्ण ढङ्गले चाहिँ हामीले के भनेका छौँ भने, हिजो पञ्चायतकालदेखि नै राजा वीरेन्द्रहरू सेन्ट जेभियर्समा पढ्न जाँदाखेरि, सामन्तहरूकहाँ बस्दाखेरि गिरीहरूकहाँ बस्थे। भूमि सुधार ऐन ल्याउँदाखेरि उनीहरूले हदभन्दा बढीको जमिन जोगाउन गिरिबन्धु टी स्टेट बनाए। र पछिल्लो बेलामा त्यो गिरिबन्धुले बनाएर होइन कि परम्परागत उद्योगहरू कब्जा भइरहेको बेला सट्टापट्टा गर्न पाउने, मूल्याङ्कन र क्षेत्रफल नघटाइकन जुन खालको कानुन ल्याए त्यो कानुन रद्द भयो। पद्माजी ल्याउनु भयो, त्यो कानुन चाहिँ सबै दल मिलेर ल्याएका थिए। अब केपी ओलीज्यूलाई लगाइएको एउटा झुटो आरोप हो। यदि त्यो आरोप पुष्टि थियो भने गिरिबन्धुज्यू के भन्नुहुन्छ भने कसैले हामीलाई उजुरी नदिए भएर कारबाही गर्नु। यो आरोप प्रत्यारोपको सेगमेन्ट होइन, खालि तपाईँको दिमागमा आउने नाम त्यो त अब सोसियल मिडियाले त्यस्तो बनाएकै छैन होइन, त्यो त भन्न अप्ठ्यारो मान्नै पर्छ। भिजिट भिसा भन्ने बित्तिकै चाहिँ के आउँछ? अब भिजिट भिसा भनेर बालकृष्ण खाँडजीलाई नै अब प्रतीक बनायो नि त्यो पनि होइन। ललिता निवास भन्ने बित्तिकै? ललिता निवास भनेपछि माधव नेपालजीलाई त्यसको प्रतीक बनाए। अब त्यसमा गच्छेदारजी, बाबुरामजी, धेरैको नामहरू। अब यो त अहिले छानबिनकै दायरामा भएका चिजहरू भयो। भुटानी शरणार्थी भन्ने बित्तिकै?
अब त्यसमा अब आरजुजी लगायतका नामहरू आए। अच्छा, डन भन्ने बित्तिकै चाहिँ को आउँछ? नेपालमा त मिलनजी र राजीवजी नै नाम त्यो हिसाबले नाम चलाइयो भने विगतदेखि नै 70 करोड भन्दा 70 करोड भने त गोकुलजीलाई भाइरल बनाएकै छन् नि। अन्तमा 17,000 भन्दा चाहिँ कसको नाम आउँछ यहाँलाई? अब प्रचण्डको नाम आउँछ यसमा होइन। यसमा चाहिँ विरोधाभास के छ भने हुन त जनयुद्ध गरेका कारणले मरे भन्न त पाइएला। राज्य पक्षबाट पनि भएको, माओवादीबाट पनि भएको, जताबाट भएको हुनाले यसमा चाहिँ प्रचण्डलाई दोष लाउँछ। र ठिक छ, अब हाम्रो अर्को सेगमेन्ट छ। सेगमेन्टको नाम हो नव अभिनेता अभिनेत्रीहरूको तस्बिर राखेको छु मैले। किन राखेको छु भने यो पनि चिनाउने अभियान हो। यो चाहिँ चिन्नु पल्सा हो, यता त पल्सा अनुमान लाउनु भयो। यता दुवै चिनिन्। दुवै नव अभिनेता त नभनौँ, किनभने उहाँले पहिला पनि अभिनय गरिसक्नु भएको छ र उहाँ चाहिँ नव अभिनेत्री हो र उहाँहरूले अभिनय गरेको सिनेमा यतिखेर चलिरहेको छ। त्यो पनि याद भएन। त्यो पनि याद भएन। उहाँ आशीर्वाद छेत्री, हजुर। उहाँ निकिता आचार्य र अहिले चाहिँ उहाँहरूको सिनेमा श्री बुकुरो भन्ने चाहिँ चलिरहेको छ। अहिले उहाँको पनि सिनेमा यतिखेर चलिरहेको छ। उहाँलाई पनि याद गर्नु भयो। आना शर्मा, उहाँको पनि अहिले रमिताको पिरती भन्ने सिनेमा लागिरहेकै छ। ठ्याक्कै याद भएन। तपाईँले उहाँको बुवाको चाहिँ सिनेमा हेर्नु भएको छ? कुनै अभिनेताकी छोरी हुनुहुन्छ? दिलीप रायमाझीकी दिलीप छोरी रायमाझीको छ। कि छोरी? नाम अनुहार चाहिँ मिल्दो रहेछ। नाम पनि याद आएन। याद दिव्या रायमाझी। दिव्या रायमाझी। उहाँले अहिले 2-3वटा सिनेमा गर्नुभएको छ। एक्टर टेक 1, पिताम्बर र राम नाम। अहिले पछिल्लो चाहिँ सिनेमा उहाँको राम नाम सत्य। उहाँको पनि याद। थापाकी छोरी। विपना थापा, अरू रेखा थापा। अरू रेखाजीको छोरी त्यही ठुलो भएको छ। झरना थापाकी झरना छोरी। थापा झरना थापाकी छोरी। पुरानो हिरोइन। हजुर। सुहाना थापा र ए मेरो हजुरको कतिवटा सिरिजमा अभिनय गरिसक्नु भएको छ र यो तस्बिर चाहिँ परालको आगो भन्ने फिल्मबाट। सिनेमाको यो नयाँ ताजा तस्बिर हो। यो चिन्नु भएन? धीरज मगर, नामै सुन्नु भएको थिएन? उहाँको पनि खास याद गरेको थिएँ। एकदम एक्सन हिरो भनिन्छ उहाँलाई। आयुष्मान होइन, सुशील श्रेष्ठ। उहाँको पनि याद। चिन्नुहुन्छ होला उहाँलाई चाहिँ? चिन्नु भएन? अञ्जना बराइली, नामै सुन्नु भएको थिएन? नाम चाहिँ त सुने हो तर उहाँको पनि खासै। अनुप विक्रम शाही, उहाँले हालसालै हजुर भारतीय अभिनेता सलमान खानसँग पनि फिल्म अभिनय गर्नुभएको छ। ब्याटल अफ गलवान भन्ने सिनेमा सलमान खानसँग अभिनय गर्नुभएको छ। भनेपछि हाम्रा कलाकर्मीहरूमा कमजोरी हो या हाम्रा नेताहरूमा कमजोरी हो, के हो यो? अब हाम्रो जस्तो देशको नेता चाहिँ नि यस्तो कहिलेकाहीँ त अन्नेसरी काममा बिजी हुन्छ कि होइन। समय निकालेर 3 घन्टा फिल्म हेर्न जाने पनि समय नहुने। अब काम चाहिँ के गरिस् भन्दा यस्तो उपलब्धिमूलक काम गर्ने भन्ने पनि नहुने र 24 घन्टा घेराबन्दीको बिचमा अब यो पछिल्लो जेनजी मुभमेन्ट भएछ झन् म त यति धेरै व्यस्त भएँ कि होइन। 4-5 महिना त मैले खासै फिल्म हेरेकै छैन। अहिले नेताहरूको भाषण सुन्ने गर्छु कि म, कलाकार भनेका राष्ट्रका गौरव हुन्, राष्ट्रका गहना हुन् भन्ने गहनाहरूलाई चाहिँ एकजना पनि नचिन्ने। नयाँ पुस्तामा चाहिँ सरी नै भन्नु पऱ्यो मैले चाहिँ। अब हाम्रो अर्को सेगमेन्ट छ। सेगमेन्टको नाम हो सबै जति तस्बिर म यहाँ देखाउँछु सबैलाई अति नजिकबाट चिन्नुहुन्छ। तर अब यहाँ त त्यसमै कुरा लुकाउने मान्छे होइन। कुरा नलुकाइकन उहाँहरूका बारेमा आफ्नो धारणा भनिदिनु पर्छ। सुरु गर। आजको मितिमा कसरी सम्झिनुहुन्छ? मनमा लागेको कुरा बोल्ने, भविष्यको लाभ हानिको चिन्ता नगर्ने, मन परेको मान्छेलाई ज्यान दिने, मन नपरेको मान्छेको ज्यान लिने। ए, ज्यान पनि लिनुहुन्छ? भन्नु खोजा नेगेटिभली होइन कि ज्यान लिने भनेको फेरि हत्या गर्नुहुन्छ भने होइन कि। भन्नु खोजा मन नपरेपछि खेदो खन्ने, त्यो खालको। तपाईँको पनि खेदो खन्नु भएको छ? मजासँग खन्नु भएको छ नि। अन्त त छिमेकी अरे त होइन? अहिले चाहिँ उहाँ वारिपारि बस्नुहुन्छ। राधे राधे भन्नुहुन्छ, म गुन्डु बस्छु। उहाँको घर र मेरो घरको दूरी भनेको 6-7 किलोमिटर होला। तर सम्बन्ध भने धेरै लामो दूरी छ। त्यस्तो पनि छैन। अब हामी राजनीति गर्ने मान्छे कस्तोसम्म भइसकेछ भने एकचोटि एउटा केटो भेट हो, यसले त तपाईँलाई मार्ने योजना बनायो भने मैले ए भाइ मलाई मार्ने योजना बनायो त भने मैले अब यो कस्तो हुँदो रहेछ नि गैँडाको छाला जस्तो हुँदो रहेछ कि हाम्रो चाहिँ त्यो आलोचना गाली गलोज। अब यो के आफूले गल्ती गरायो भने चाहिँ एउटा कुरा अब त्यो खालको उहाँसँग मेरो रिसिभ पनि छैन, त्यो खालको मित्रता पनि छैन।
अब यतिखेर त उहाँ राजालाई फर्काउने अभियान, राजा ल्याउने अभियानमा हुनुहुन्छ नि। यो त पहिलादेखि नै हो उहाँको त्यो अभियान। अब यहाँले एक चाहिँ एउटा मान्यता बोकेर मान्छे हिँड्ने हो। मैले भने नि नव उदारवाद भन्दा सामन्तवाद भन्दा नव उदारवादै खतरनाक कुरा हो। अब म चाहिँ वैचारिक राजनीतिक रूपमा लोकतन्त्रवादी भएको हुनाले, गणतन्त्रवादी भएको हुनाले उहाँको अभियानसँग मेरो सहमति हुँदैन। अब उहाँले गरेको कुरामा त के हो र। अब अघि यहाँले के भन्नु भने सरकारले चाह्यो भने मात्रै यो चुनाव हुँदैन, नत्र यो चुनाव हुन्छ भन्नुभएको थियो होइन। तर उहाँले के भन्नुहुन्छ नि, यो चुनाव कुनै पनि हालतमा हुँदैन, हुन दिँदैनौँ भन्नुहुन्छ। अब उहाँले आफ्नो समर्थकहरूको राय लिएर अथवा त्यो खालको चाहिँ दबाब सिर्जना गर्छु भनेर भन्नुभयो होला। पटक पटक त्यस्तो देखिँदैन होइन। अब उहाँहरूको समर्थकहरू कति आउँछन् त्यसमा भर पर्छ। त्यसमा भर पर्छ। तर कठिन कुरा हो यो कुरा, उहाँले भनेको कुरा हुन सक्दैन। त्यस्तो नभनौँ, जस कठिन कुरा। अब हुन सक्दैन भनौँ, 2324 गते त्यत्रो घटना घट्यो होइन। कसको मनस्थिति के छ भन्ने कुरो कसरी बुझ्न सकिन्छ र। तर आन्दोलनको बलमा चुनावलाई प्रभावित गर्ने कुरा चाहिँ कठिन कुरा आजको दिनमा। राजा बन्ने तीव्र इच्छा बोकेको, बनिसकेको नि राजै होइन र उहाँ, अनि पुनः बन्नको लागि तीव्र इच्छा बोकेको, विगतमा पनि 2 पटक राजगद्दी सम्हालेको, तर दुवै पटकका राजगद्दीमाथि गम्भीर खालका प्रश्नहरू उठेको र अहिले पनि बेला बेलामा उहाँलाई अब कहिले दुर्गाजीले, कहिले रायन लिङ्गदेनजीले, कहिले उहाँलाई सुझाव दिनुहुन्छ, कहिले नजिक जस्तो, कहिले टाढा जस्तो। उहाँले चाहिँ अहिले देश सङ्कट भएको बेलामा चाहिँ देशलाई सङ्कटबाट मुक्त गराउने, लोकतन्त्र बलियो बनाउने त्यो अभियानमा गएर एउटा बरु सबैको अभिभावक भएर बालवाला राजा नभइकन पूर्व राजाको हैसियतमा अभिभावक बन्न सक्ने समय चाहिँ छ उहाँसँग। त्यसलाई सदुपयोग गऱ्यो भने जस्तो लाग्छ। त्यस कारण त्यो संवैधानिक राजा राख्दै भइहाल्यो नि, अभिभावक बनेर बस्नुहुन्छ। कसैले राखेर त के राख्थ्यो र। अब यो कुनै पनि सिस्टम र कुनै पनि प्रविधि चाहिँ नि पूर्व बाटो, पुनरागमनको बाटोमा जान्छ जस्तो लाग्दैन। फेरि मैले नबुझेको कुरा चाहिँ थुप्रै नेताहरूलाई चाहिँ फेरि पनि प्रधानमन्त्री बन्ने इच्छा होइन, त्यही भयो चुनावमा गइरहनु भएको छ। उहाँहरू चाहिँ प्रधानमन्त्री बनिरहन हुने, उहाँ चाहिँ राजा फेरि बन्नु नहुने। राजा र प्रधानमन्त्री भनेको पद होइन नि त। प्रधानमन्त्री भनेको चाहिँ जनतामा सार्वभौम सत्ता आयो भनेर जुन हामीले लोकतन्त्र ल्यायौँ, जनताले भोट हालेर चुनेर पठाएका प्रतिनिधिहरू मार्फत कानुन बनाएर, बजेट बनाएर, सरकार बनाएर गर्ने व्यवस्था चाहिँ होइन, त्यो त बुझेँ मैले, लोकतन्त्र भयो। त्यो बुझेँ मैले। तर अब राजा भने चाहिँ कस्तो भयो भने सार्वभौम सत्ता आफैले लिएर उहाँको आदेशमा, उहाँको हुकुममा चाहिँ देश चलाउने व्यवस्था भयो। अब हामी चाहिँ नि कुनै व्यक्तिको अथवा कुनै चाहिँ नि एउटा खानदानको व्यक्तिलाई चाहिँ राजा मानेर सार्वभौम सत्ता उहाँलाई सुम्पिएर जनताका अधिकारहरू उहाँलाई दिएर चाहिँ त्यो नमान्ने लोकतन्त्रवादी र गणतन्त्रवादी भएको हुनाले हामी चाहिँ राजा मान्दैनौँ। राष्ट्रपतिज्यूलाई नै जनताकै छोरा जस्तो रामवरणजीलाई भैँसी चराउने मान्छे बन्यो भने, विद्यामण्डललाई घाँस काट्ने मान्छे बनिन् भने, र त्यही घाँस काट्ने त्यही भैँसी चराउनेको छोरालाई नै राज्यको उच्च तहमा राष्ट्रपति बनाउनुपर्छ, त्यो नै लोकतन्त्रको सुन्दर पक्ष हो भन्ने मान्यता राख्ने भएको हुनाले उहाँलाई राजा बनाउनुपर्छ भन्ने मान्यता चाहिँ म चाहिँ बोक्दिनँ। तपाईँका प्रतिद्वन्दी होइन त? प्रतिद्वन्दी त कसरी हो र? चुनावमा सहभागी हुँदैन, सबै प्रतिद्वन्दी हुँदैन, मेरा मित्रहरू हुन्। ए, दुवैजना मित्र? यसपालिको भक्तपुरको चुनावमा उठेका सबै उम्मेदवार मेरा मित्र हुन्, किन सबैले मलाई जिताउने भूमिका खेलिरहनु भएको छ। त्यही भएर मेरा प्रतिस्पर्धी भक्तपुरमा कोही पनि छैन यसपालि। तपाईँले हुन त म जित्छु, यति मतान्तर ल्याएर जित्छु, दोब्बर मतले जित्छु भनेर भन्नुभएको छ। कथम कदाचित उहाँहरूका कारणले गर्दा यहाँ हार्नुभयो भने त्यो असम्भव हुनै सक्दैन। भक्तपुरका सबै पार्टीहरूले यसपालि चाहिँ महेश बस्नेतलाई जिताउनुपर्छ भनेर नै उम्मेदवार दिएको जस्तो देखिन्छ। निर्विरोध जित्नुपर्ने व्यक्तित्व हो, तर तपाईँको क्षुद्र बोली होइन, तपाईँको केही व्यवहार, तपाईँका लेखाइ स्टाटसहरू होइन, ती सबै हेर्दाखेरि उहाँहरू जस्तो उम्मेदवार आएको हो कि भन्ने आकलन छ भनौँ न। हुनसक्छ। अब चर्चामा आउनको लागि अहिले जे पनि गर्ने, भाइरल हुनको लागि जे पनि गर्ने प्रचलन चलेकै छ। अब अहिले झापा 5 र भक्तपुर 2 चाहिँ चर्चाकै क्षेत्रहरू हुन् र विविध साथीभाइहरू आफ्नो पेसै छोडेर लाग्नु भएको छ। तर नर्मली उम्मेदवारहरू चाहिँ नि के आफू जन्मेको ठाउँ, के आफू मतदाता भएको ठाउँ, के आफू हुर्केको ठाउँ हुनुपर्छ र भक्तपुरका धेरै जस्तो उम्मेदवार त त्यही खालका छन् र केही उम्मेदवारहरू चाहिँ नि फरक ढङ्गले आएका छन्। त्यसलाई अब आजको कानुनले अन्यथा ठान्नु भएन, त्यो त जनताको हातमा दिउँ न, जनताले जे डिसिसन गर्छ। केही भन्नु छ आज? केही भन्नु छैन। उहाँहरू
दुवै एकदम असल मान्छे, राम्रा मान्छे। मित्र हुन्। राजीवजी त अब न्युज 24 को चर्चित पत्रकार होइन। त्यो न्युज 24 त रविजीको निर्देशनमा उहाँ भयो, अर्को एउटा भाइ पनि छन् होइन। यिनीहरू चाहिँ नि धेरै मान्छेहरूलाई धेरै दुःख दिएर कुटेर धेरै मान्छेलाई अपमान गरेर बस्नुभएको साथीहरू हो। तपाईँलाई पनि हो? मलाई त धेरै वर्षदेखि, अहिले फिल्ममा आउनु रमाइलो भएको छ। धेरै वर्षदेखि मेरो विरुद्ध त नियोजित ढङ्गले उहाँहरू जोडी बाँधिदिएरै लाग्नुभयो। अल्लाहकै त शुभकामना। चुनावमा आउनु भएको छ, रहर गर्नु भएको छ होइन। अब धेरै साथीहरू आफ्नो पेसा छोडेर चुनावमा आउनु भएको छ होइन। जस्तो प्रकाश सुवेदीकै उदाहरण दिने हो भने तपाईँ एउटा सदाबहार रूपमा आफूलाई जुन ढङ्गले टिकाउनु भएको छ, यो सानो तागत त होइन नि। हाम्रो एकजना टिचरले भन्नुहुन्थ्यो, सञ्चय छ भन्दा सञ्चय छ भन्छ बाबु, त्यो सञ्चय हुन कति कुरा चाहिन्छ थाहा छ तिमीलाई? काँडा पनि बिन्द हुँदैन, प्रेसर पनि बढ्न हुँदैन, वेट पनि बढ्न हुँदैन, त्यो सञ्चय छुभित्र धेरै कुरा छ भन्छन्। तपाईँले जुन यो प्रकाश सुवेदी सो चलाइरहनु भएको छ, त्यसरी टिक्नु भने धेरै कुरा हो। र मान्छेहरू रहरमा आउने के गर्ने एउटा चाहिँ त्यसलाई प्लेटफर्म बनाउने, माध्यम बनाउने, त्यसबाट अर्को स्वार्थ लिने, फड्किने जुन एउटा प्रवृत्ति छ, त्यो चाहिँ सिद्धान्तहीन अवसरवादी जुन प्रवृत्ति छ, त्यो प्रवृत्तिका शिकार धेरै साथीहरू छन्। त्यही भएर यो भाइ पनि त्यही प्रवृत्तिको एउटा शिकार हो भन्ने लाग्छ। र भक्तपुरमा उनी चुनाव जित्न आएका पनि होइनन्, उनी चर्चामा आउन र महेश बस्नेतलाई अझ कमजोर बनाउन सकिन्छ भनेर आएका हुन्। भक्तपुरवासीले राम्रै मूल्याङ्कन गर्छन् भनेर। भाइको बारेमा त धेरै बोल्नु, बहिनीको बारेमा? अब बहिनीको बारेमा धेरै बोल्नै पर्दैन। अब बहिनी एकदम पपुलर मान्छे हुन्, सबैको सेवा गरेको मान्छे हुन्, सबैले खुसी बनाएको मान्छे हुन् होइन। पपुलर मान्छे हुन्, अब राजनीतिमा फिट हुनु थाहा छैन, धेरै चर्चित मान्छे हुन्। रविजी उहाँ अब अमेरिकामा बस्दाखेरि केपी ओलीज्यूसँग भेट गर्नुभयो र अमेरिकाको मेरो बसाइ कठिन छ भनेपछि उहाँले आएर प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा उहाँलाई नोमिनेट गर्नुभयो। त्यसपछि उहाँले वर्किङ भिसामा आएर काम गर्नुभयो होइन। र उनी नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिकता भइसकेर त्यहाँ दुःख पाएर फेरि नेपालमा आएर फेरि पपुलिस्ट एउटा शक्तिको चाहिँ बनाएर दर्जनौँ विषयमा उहाँहरूमाथि प्रश्न उठेको सन्दर्भमा बालनजीलाई अगाडि सार्नुभयो। त्यो कुनै ट्याक्टिक्स होइन भने त राम्रै होला। र उहाँ चाहिँ राजनीति किन रहर गर्नुभयो मलाई थाहा छैन। र अन्य धेरै देशका अनुभव हेर्ने हो भने एकचोटि नागरिकता त्यागेर विदेशी नागरिक भइसकेको मान्छेलाई चाहिँ प्रधानमन्त्री नबनाउने चाहिँ कानुनै बनाउनुपर्छ लाग्छ मलाई चाहिँ। एक लाइनमा भन्नु पर्यो भने के भन्नुहुन्छ आजको मितिमा? आफ्नो स्वार्थ, अवसर र लाभको लागि जस्तो सुकै पनि गतिविधि गर्न तयार हुने व्यक्ति जस्तो लाग्छ। अब उहाँले पनि राजनीतिमा किन रहर गर्नुभयो मैले बुझेको छैन। काठमाडौँ महानगरको उहाँको कार्यकाल भनेको एकदम असफल कार्यकाल हो र उहाँले बाँड्नुभएका कुनै पनि योजना पुरा भएका छैनन्। मिडिया र सोसियल मिडियालाई प्रयोग गर्न राम्रैसँग उहाँले जान्नु भएको छ र त्यो बेसमा मात्रै राजनीति गरिने कुरा होइन। राजनीति ख्यालठट्टा हो भन्ने पनि लाग्दैन। उहाँले काठमाडौँबाट उठेको भए नेचुरल हुन्थ्यो होला। त्यो असङ्गठित आन्दोलनलाई उहाँहरू आधा मात्रै जस लिन खोज्नुहुन्छ। जस लिँदाखेरि अब्जस पनि लिनुपर्ने हो र उहाँको झापाको आगमन एकदम अस्वाभाविक जस्तो देखिन्छ। उहाँका नियमित गतिविधिहरू पनि पार्टी भएरको यात्रादेखि पार्टी भएर गएर आएपछि मान्छे एक दिन रेस्ट गर्छ, उहाँ कहिले रेस्ट गरे पनि हामीले देखेनौँ। र हरेक ठाउँमा जाँदाखेरि केही न केही कन्ट्रोभर्सीमा उहाँ पर्नु भएकै छ होइन। र मलाई लाग्दैन कि उहाँ चाहिँ यो देशको प्रधानमन्त्री बन्न लायक उम्मेदवार भन्ने मलाई चाहिँ लाग्दैन होइन। अब कसरी रविजीहरूले उहाँलाई ल्याएर गर्नु, अब रविजीले उहाँलाई इमान्दारीका साथ साथ दिनुहुन्छ भन्ने पनि लाग्दैन। नेपालको राजनीतिमा 56 सालमा कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्रीको दाबी अगाडि बढाएर गिरिजाप्रसाद कोइरालाजीले आफ्नो अलोकप्रिय छविलाई लोकप्रिय बनाएर जित्नुभयो र त्यो छोटो समयमा उहाँलाई हटाइहाल्नुभयो होइन। धोकाधडीको राजनीति नेपालमा धेरै अगाडि बढेको छ। मलाई लाग्छ बालनजी र रविजीको चाहिँ नि जे खालको अहिले स्वार्थको सम्झौता भएको छ, चुनाव पछाडि चाहिँ निकै गम्भीर विवाद र समस्यामा पर्नुहुन्छ र बालनजीहरू चाहिँ राजनीतिमा रहर गरेर त्यहाँ फिट भएको पात्र जस्तो लाग्दैन। एमाले भित्रको एउटा सम्भावना भएको, सबैको आशाको नजरले हेरेको एउटा नेता हो। अब मूलधारको राजनीतिसँग चाहिँ उहाँको तालमेल मिलेको छैन। नमिल्दै पनि प्रतिनिधिहरूले उहाँलाई चुनाव जिताउनु भएको छ। अब एन्टी करेन्टमा उभिएर सफल हुनु भनेको राम्रै सफलता हो र उहाँ चाहिँ मलाई मनपर्ने नेतामध्येमा पर्नुहुन्छ। तपाईँलाई मनपर्ने नेतामध्येमा एक पर्नुहुन्छ। तपाईँको अध्यक्षले चाहिँ उहाँलाई के केटो भनेर एउटा उपमा दिनुभएको छ, बैगुनी केटो होइन। त्यो चाहिँ नि सायद उहाँ एउटा सन्दर्भको कुरालाई अब यसलाई सैद्धान्तिकरण गर्नु हुँदैन जस्तो लाग्छ। उहाँ चाहिँ
मन्त्री हुनेदेखि लिएर त्यतिखेर सांसद बनाउनेदेखि सबै कुरामा पार्टी र अध्यक्षजीले सपोर्ट गर्नुभयो र हाम्रो पार्टीमाथि चौतर्फी हमला भएको बेलामा र हाम्रो पार्टीले संसद विघटन गर्दाखेरि सर्वोच्चले संसद उल्टाइदिएर 22जना सांसद लिएर महान नेपालहरूले लिएर गएको बेला उहाँ पनि त्यता लागेको सन्दर्भसँग जोडेर उहाँले योगेशजी त बैगुनी रहेछ क्या भन्नुभयो। पछि उहाँले 10 बुद्धि के भनेर एउटा चाहिँ सहमति बनाएर यता आइसके पछाडि त्यो खालको उहाँप्रति दृष्टिकोण चाहिँ अध्यक्षले दिनुभएको छैन। यसपालि प्रतिशोध साँधेरै टिकट नदिएको हो मलाई। उहाँले म चाहिँ ताप्लेजुङमा उठ्दिनँ भन्नु भएको थियो पहिला, मसँग पनि अब तिम्रै भाइलाई बधाई छ भन्नुभयो किनभने क्षितिज थियो बेला मैले अगाडि बढाएको भन्ने उहाँको बुझाइ थियो। पछि उहाँले फेरि रहर गर्नुभयो, बिचमा उहाँहरूको मनस्थिति अहिले चेन्ज भयो उहाँको र त्यहाँको पार्टीदेखि लिएर सबै हिसाबले चाहिँ यसपालि उहाँ नउठ्दै हुन्छ भन्ने नै थियो। अब उहाँको पनि त्यही धारणा थियो पहिला, प्रतिशोध साँधेर भन्दा पनि कहिलेकाहीँ अब त्यो प्राविधिक कारणले त्यस्तो मेन्टालिटी बन्छ। उहाँले टिकट चाहिँ नि अब त्यस्तै एउटा लहरको कारणले पाउनु भयो जस्तो लाग्छ। अब गोकुलजी मेरो छिमेकी जिल्ला होइन, अब समकालीन राजनीतिमा आफूलाई एउटा प्रखर ढङ्गले प्रस्तुत गर्ने मान्छे, राम्रो क्षमता राख्ने मान्छे हो, एमालेको राम्रो सम्मान बोकेको व्यक्ति हो तर अब उहाँ चाहिँ अलिकति अध्यक्षज्यूसँग बिचमा ग्याप कसरी रह्यो होइन। तपाईँको कारणले हेरे एकताका चाहिँ सञ्चार मन्त्री लगायतका 3टा मन्त्रालय उहाँले सम्हाल्नुभयो। त्यतिखेर मन्त्री उहाँले रोजी पाउनुभयो। उहाँ क्वार्टरमा नबसिकन अध्यक्षज्यूकै घरमा बस्नुभयो। अब अध्यक्षज्यूले सबभन्दा सङ्कट परेको बेलामा उहाँको घर चलेको बेलामा चाहिँ अलिक टाढा हुनुभयो। त्यो चाहिँ नभएको भए हुन्थ्यो, कहिलेकाहीँ मानवीय कुरा पनि हुन्छ भन्ने मेरो कुरा हो। तर मेरो कारणले उहाँ अध्यक्ष टाढा हुनुभएको छ र मेरो नेचर चाहिँ समकालीन साथीहरूको नेताहरूको कुरा चाहिँ अध्यक्षले अथवा अरू नेतालाई लाएर आफू साँचिलो चाहिँ म कहिले पनि हुन्न, त्यो चाहिँ मेरो नेचर हुँदै गयो। मेरो बुवा र आमा, बुवा चाहिँ 77 वर्ष हुनुभयो, आमा 71 वर्ष पुग्नुभयो। आमाको चाहिँ ओपन हार्ट सर्जरी गरेको छ र अस्ति जे मुभमेन्टमा घर जलाउन जाँदाखेरि चाहिँ अलिअलि भएका सुनहरू पनि त्यो सेभ गर्नुपर्ने ठाउँ बुवा आमा चाहिँ मकै सुकाउन हालेको थियो, मकै छोप्नतिर थाल्नुभएछ। अब त्यो तहको आक्रमण हुन्छ भने हामीले सोचेनौँ। पछि त्यो औषधि नियमित खानुपर्ने औषधि पनि नजिकन झन्नै यहीँ हाल भन्ने खालका केही एकदम उदण्डले त्यो गरेर केही साथीहरूले बचाइदिनु भयो र मेरो बुवा आमा चाहिँ एकदम मिल्नुहुन्छ। आमा रोगी हुँदाखेरि बुवा आमाभन्दा 5-6 वर्ष जेठो हुँदा पनि बुवाले स्याहार सुसार गर्नुहुन्छ र मलाई चाहिँ अब हुन त कतिपय साथीहरूले चाहिँ साग बेचेर दुध बेचेर पढाएको खुवाएको भन्नुहुन्छ। त्यो कुरा चाहिँ मलाई गौरव छ, किनभने मेरो आमाले साग बेचेर धानै बेचेर म गाविस अध्यक्ष सुविधाको फोन दिने कुरा भयो। घरमा चाहिँ आलु र धान थियो। 1900 मिटर तार चाहिँ हामीले किन्नुपर्ने स्थिति आयो। त्यतिखेर गुन्डुमा तार पुगेको थिएन, कटुन्जीबाट ल्याउनु पर्थ्यो र धान र आलु बेचेर आमाले त्यतिखेर सुविधाको फोन जोड दिनुभयो। र म चाहिँ गाविस अध्यक्ष 54 सालमा जित्दाखेरि चाहिँ बुवाले सञ्चय कोषबाट पैसा झिकिदिएर त्यतिखेर 84,000 झिकेर चाहिँ मलाई मोटरसाइकल किनिदिनु भयो। बुवाले के भन्नुभयो भने अहिले नै मोटरसाइकल किन्नु भएको, भोलिपछि किनिस् भने अनेक आरोप लाउँछन्, अहिले नै किन भन्नुभयो। र बुवा आमाले मलाई जुन खालको एउटा वातावरण बनाइदिनु भयो, सेवा गर्नुभयो। मेरो चाहिँ नि छोराछोरीको स्याहार सुसारदेखि लिएर पढाउने खेलाउने सबै कुरामा बुवाको एउटा पैतृक सम्पत्ति र बुवा जागिरी पनि भएको हुनाले जुन योगदान दिनुभयो, मेरो चाहिँ नि जीवनको चाहिँ एउटा भगवान्कै रूपमा मैले बुवा आमालाई हेर्छु। र मेरो घरमा चाहिँ नि बच्चा सानो छँदा सबभन्दा प्रायोरिटी बच्चीले पाउँथ्यो भने अहिले चाहिँ बुवा आमा चाहिँ मेरो घरको सबभन्दा प्रायोरिटी पाउने एउटा चाहिँ अभिभावक हुनुहुन्छ र उहाँहरूप्रति चाहिँ मेरो निकै ठुलो श्रद्धा छ। सामाजिक सञ्जाल हेर्नुहुन्छ उहाँहरू? हेर्नुहुन्छ होला, बुवा आमाहरू अलिक बढी धार्मिक गतिविधि बढी हेर्नुहुन्छ होइन, सामाजिक सञ्जाल हेर्नुहुन्छ। तपाईँलाई गाली गरेको पनि थाहा छ उहाँलाई? किन थाहा नहुनु, मजासाथ भन्नुहुन्छ। अब मेरो बुवा आमा र परिवार त यति धेरै एउटा पीडामा रहेको परिवार हो कि होइन। यसपालिको दसैँ तिहारमा पनि हाम्रो परिवार चाहिँ धेरै पटक आँसु र रोदन आयो। किनभने कहिले एउटा साथीले फोन गर्छ, ल है त्यहाँ जग्गाबाट पुलिस आउनु तयार छ भन्छ, कहिले सिआईबाट आउनु तयार छ, कहिले कहाँबाट आउनु तयार छ। यो जेएनजी मुभमेन्ट पछाडिको गभर्मेन्टले चाहिँ धेरै पटक पक्ड्नको लागि हामीले प्रयास गर्यो। त्यो भएर मैले अब एउटा अभिव्यक्ति दिएँ, छुच्चो भन्नुभयो, तिमीहरूकै मान्छे छानबिनमा राख, छानबिन गर, बिचमा खुबिर राख, कानुनी उपचार कानुनी कारवाही मात्रै होइन कि दोषी देखियो भने भौतिक कारवाही पनि म बिहोर्न तयार छु, तिमीहरू पनि तयार हो। कहिलेकाहीँ त्यो परिवारको पीडाले पनि त्यस्ता शब्दहरू आउँछन् र आफू नझुकेको कारणले पनि त्यस्ता शब्दहरू भन्न सकिन्छ। म बाहेक अरू कोही नेताले यो भन्नु सक्ला भन्ने लाग्दैन मलाई। र धेरै पटक चाहिँ नि मेरो परिवारमा चाहिँ भावविह्वल हुने स्थिति र आँसु आएको स्थिति चाहिँ छ। अब उहाँ चाहिँ प्रधान न्यायाधीश हुँदा उहाँप्रतिको मेरो निकै ठुलो सम्मान थियो। अहिले प्रधानमन्त्री हुँदा चाहिँ छैन?
त्यो चाहिँ घटाउनु भएको जस्तो लाग्छ मलाई। किनभने कङ्ग्रेसले हिजो महाभियोग ल्याउनु खोज्दा पनि हाम्रो अध्यक्षजीले हामीलाई नै भनेर त्यो महाभियोगको विरुद्ध हामीले नै डिफेन्स गऱ्यौँ। तर कतिले के भनिरहनु भएको छ भने अप्ठ्यारो असहज स्थितिमा चाहिँ देशलाई निकास दिने एकदमै आँटिलो साहसिलो महिला भनेर पनि व्याख्या गर्ने गर्छन् र उहाँले चुनाव गराउने जुन अभियान लिनुभएको त्यो लगभग पुरा हुन आँटेको छ। अनि आँट र साहस चाहिँ फेरि म उहाँको मान्छु। एउटा महिलाले जुन आँट र साहस गर्नुभयो, जुन रिस्कमा तयार हुनुभयो होइन। अब हाम्रो अध्यक्षजीले पहिलो प्रधान न्यायाधीश बनाउनुपर्छ भनेर एकदम उहाँले चाहिँ बाधा हाल्नु भएन भनौँ, कतिपय बाधा हाल्नु खोज्दा पनि। र उहाँको आँट र साहसले त म मान्छु। बालेनजीले नगरे आँट उहाँले गर्नुभयो होइन। अब तर डिस्कटको प्रयोग, सिभिल हस्पिटलमा उहाँको उपस्थिति, 5 दिनबाट भ्रष्टाचार रोक्छु भनेदेखि लिएर मान्छेहरूको कुनै शङ्कास्पद घरमा उहाँहरूका उपस्थिति, उहाँहरूका ती अभिव्यक्तिहरू, यी धेरै कुरा हेर्दाखेरि चाहिँ उहाँप्रतिको जुन रेस्पेक्ट र सम्मान थियो त्यो चाहिँ अलिक घटेको हो कि जस्तो लाग्छ। अब सुदन भाइ अब किन राजनीतिमा आए, अब उनको यो हाम्रो नेपाली भनिसँग के सम्बन्ध हो होइन। अब उनका हरेक अभिव्यक्तिहरू रमाइला छन्। अब यो संविधानमा लेखौँ कि के अरे विघटन गरिदियो कि के गरिदिउँ भन्नुहुन्छ, कहिले कहिले के भन्नुहुन्छ, कहिले संरक्षण गरेर बर्बाद भन्नुहुन्छ, कहिले हाम्रो एजेन्डा। अब एकदम हल्का फुल्का र केटाकेटी शैलीमा अगाडि आउनु भएको छ होइन। र उहाँको जीवनदेखि राजनीतिक यात्रा सबै एकदम शङ्काको भुमरीमै छ। अब समयक्रममा धेरै कुरा क्लियर हुँदै जाला। जसमा राजनीतिमा आउनुपर्ने मान्छे होइन, अब किन आउनु भएको छ थाहा छैन। अब यो मिराज ढुङ्गाना चाहिँ सोझो मान्छे जस्तो लाग्छ। अब यिनले जेनजे मुभमेन्टमा जानेर नजानेर सहभागी भए, पछि फेरि कहाँ के दबाब आयो, स्वयं आन्दोलनमा आफू सहभागी भएन पनि भन्छन् होइन। दुर्गा प्रसादजीका गएर सहयोग माग्न पनि गए, पछि फेरि यो बाध्यतामा म परि पनि भन्छन्। अजकल्टा उरण ठेउला र अल्लारे केटाकेटीहरूले गम्भीर र जोखिमपूर्ण कुराहरू गर्न खोज्दाखेरि चाहिँ नि त्यो सङ्कटमा हुन्छ भन्ने कुरा यी दुवै पात्रहरू हुन् होइन। जस्तो न्यायाधीश बन्नको लागि एउटा उमेर तोकिन्छ, राष्ट्रिय सभामा जानको लागि 35 वर्ष तोकिन्छ होइन, प्रतिनिधि सभा जानको लागि चाहिँ एउटा उमेर तोकिन्छ। र राजनीतिमा आउन र महत्त्वपूर्ण र संवेदनशील पदहरू प्राप्त गर्नको लागि उमेर पनि किन तोकिएको हो भने क्षमता मात्र होइन कि अनुभव पनि चाहिन्छ भनेर होला नि त। एउटा उरनठेउलो केटो चाहिँ नि न्यायाधीश भयो भने त मृत्युदण्डको सजाय दिन सक्ला नि त संविधान कानुन नहेरिकन। त्यही भएर उरनठेउलो अल्लाएर र युवा भाइ बहिनीहरूलाई सम्झाउँदै बुझाउँदै परिपक्व बनाउँदै सक्षम बनाउँदै जिम्मेवारी दिनुपर्छ होइन। हाम्रो चाहिँ सुनिता डङ्गोलजीले गुरुकुल शिक्षाको उदाहरण दिएको थिइन् एउटा सन्दर्भमा, त्यो मलाई खुब चित्त बुझेको थियो। किनभने गुरुकुल शिक्षा हाम्रो यस्तो शिक्षा हो कि अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई ज्ञान पनि दिन्छ, अनुभव पनि बाँड्छ र सक्षम बनाउँदै जिम्मेवारी दिन्छ। भोलिको पुस्तालाई चाहिँ जसरी हाम्रो पुस्तालाई अघिल्लो पुस्ताले ज्ञान अनुभव र सिप दिँदै सुम्पिँदैछ, त्यसै गरी भोलि पनि त्यसै गरी दिनुपर्छ। र अनुभव बिना ज्ञान बिना सिप बिना चाहिँ नि राजनीति रहर गर्ने विषय होइन भनेको चाहिँ दुवै भाइहरूलाई हेर्दाखेरि भन्न मन लाग्छ। सुदनजीको के छ त, जित्नु होला जस्तो छ यहाँलाई के लाग्छ? मैले त्यस्तो एनालाइसिस त गरेको छैन, तर आजको परिवेशमा जनताले विवेक पुर्याउने हो भने त सुदनजीले चाहिँ जिताउनु हुँदैन भन्ने लाग्छ मेरो आह्वान हो। ल अन्तमा यो तस्बिर चाहिँ मैले किन राखेको भनेदेखि चाहिँ चारैजना पूर्व मन्त्री भएको हुनाले, पूर्व मन्त्री पनि जेएनजी सरकारका मन्त्री भनौँ न, र उहाँ चारैजनाले चाहिँ राजीनामा दिएर कुलमानजीले आफ्नो व्यक्तित्वलाई आफ्नो हितको पक्षमा प्रयोग गर्ने र लाभ लिने कुरामा एकदम सदुपयोग गर्न सिपालु मान्छे हो। त्यही भएर सबभन्दा धेरै भ्रष्टाचारको मुद्दा लगायतका केसहरू उहाँसँग छँदैछ। अब मन्त्री भएर राष्ट्रसभामा प्रवेश गरेर जे उहाँको खेल त पछिल्लो बेला मात्रै उहाँ अलिकति धक्का खाएको हो। सायद उहाँको निर्वाचन पनि धेरै पोजिटिभ होला जस्तो लक्षण देखिँदैन। र अब चाहिँ उहाँको त्यो युज एन्ड थ्रो पोलिसी चाहिँ नि फेल हुने चरणमा पुगेको जस्तो लाग्छ। अब जगदीशजी आफूलाई पत्रकार भएर अरूमाथि असङ्ख्य प्रश्नहरू उठाएर आउनुभएको मान्छे फ्याट्टै मन्त्री हुनुभयो। बरुवारा फाउन्डेसनसँग उहाँको लिङ्क पनि देखियो। अब उहाँमाथि धेरै प्रश्नहरू उठेका छन्, त्यही भएर उहाँको चुनाव पनि धेरै सहज देखिँदैन रिपोर्टहरू हेर्दा। अब महावीर पुन एउटा सोझो मान्छे, मनोकुरा केही नभएको मान्छे, अब जे छ त्यही कुरा भनिदिने मान्छे हो। र उहाँलाई पनि राजनीतिमा आउने र मन्त्री नै हुने खालको क्षमता भएको मान्छे चाहिँ देखिँदैन। एउटा वैज्ञानिक भएको हुनाले आविष्कार गर्ने कुरामा उहाँको क्षमता प्राविधिक खालको क्षमता छ। राजनीति भनेको एउटा प्राविधिक क्षमताले मात्र अगाडि बढ्छ जस्तो लाग्दैन। अब हाम्रो बब्लु भाइ त राम्रो समाजसेवी हो, अब हामीसँग पनि हिजो राम्रै सहकार्य गरेको भाइ हो। मन्त्री हुँदाखेरि पनि धेरै नबिगारिकन डरकै आगे जिते भन्छ नि, डढाइ काम गरे। अहिले पनि अब सिरामा चुनाव लडेका छन्।
अब बबुलीजीको चाहिँ निर्वाचन क्षेत्रको मैले धेरै एनालाइसिस गरेको छैन, अरू 3 जनाको चाहिँ धेरै राम्रो बुझेको छैन मैले। अब हाम्रो अन्तमा एउटा छोटो सेगमेन्ट छ, एकदम रमाइलो। यसमा चाहिँ म छान्दिनँ भन्न पाउनुहुन्न। सेगमेन्टको नाम मैले छान्दिनँ भन्न पाउनुहुन्न किन पहिला भने धेरै आउनुहुन्छ त्यही भन्नुहुन्छ, म छान्न सक्दिनँ भन्नुहुन्छ। यो एउटा गेम हो, खेल हो एउटा। र सुरुमै रवि लामी छाने कि बालेन शाह? बाह्रजना त रवि नै ठिक जस्तो लाग्छ, 2 जना तुलना गर्दा। तपाईँका दुई प्रतिद्वन्द्वीहरू राजीव खत्री कि शोभा पाठक? पत्रकारको हिसाबले आलोचित भए पनि राजीव खत्री। यसै गरी शोभिता गौतम कि रेणु दाहाल? रेणु दाहाल। गोकुल बाँसबोटा कि योगेश भट्टराई? योगेश भट्टराई। अमरेश कुमार सिंह कि गगन थापा? गगन थापा। कुलमान घिसिङ कि रामेश्वर फुँयाल? रामेश्वर फुँयाल। रामेश्वर फुँयाल। हर्क साम्पाङ कि सुनिता टङ्गोल? सुनिता टङ्गोल। पुष्पकमल दाहाल प्रचण्ड कि शेरबहादुर देउवा? शेरबहादुर देउवा। प्रहरी महानिरीक्षक दानबहादुर कार्की कि प्रधान सेनापति अशोक राज सिग्देल? दानबहादुर कार्की। यो फटाफट एन्सर दिनुभएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद। अब अन्तमा जाँदा जाँदै यसले यो प्रश्न सोधिदिएको भए हुन्थ्यो, सोधेन भन्ने यदि कुनै लाग्छ भनेदेखि प्लेटफर्म यहाँको। धेरै प्रश्नहरू समसामयिक विषयमा तपाईँले सोध्नु भएकै छ। अब तपाईँलाई चाहिँ यो चाहिँ प्रश्न सोध्नु पर्थ्यो भन्ने फिलिङ नदिने गरेर अरूका कार्यक्रम पनि तपाईँले ध्यान दिएकै हुन्छ। आज पनि त्यस्तो फिलिङ मलाई केही त्यस्तो लाग्दैन, लागेको छैन। तपाईँले एकदम पर्फेक्टै गर्नुभएको छ। र यो चुनावको बेलामा चाहिँ नि प्रकाश सुवेदीजीकोमा जाने कि नजाने भनेर के साथीहरूले मलाई सुझाव दिएका थिए। कति बेला नजानुहोस्, कति बेला जानुहोस् भन्थ्यो। मैले चाहिँ के भन्थेँ भने आफू ठिक ठाउँमा उभिँदा प्रकाशजीको प्रश्न चाहिँ बेठिक हुँदैन। कहिले आफैले जमिन छोडिदियो भने त पत्रकारले एट्याक हानिहाल्छ। त्यही भएर म चाहिँ सकेसम्म जमिनमा टेकेरै जवाफ दिन्छु भनेर आएको थिएँ। तपाईँले पनि जमिनमा टेकेर प्रश्न गर्नुभएको छ, मैले पनि जमिनमा टेकेर उत्तर दिएँ जस्तो लाग्छ। ल अब हामी आएको पाहुनालाई खाली हात पठाउँदैनौँ। त्यस कारणले केही हाम्रा स्पोन्सरहरू उपहार प्राप्त भएको छन्, जस्तो कि यो सप्तऋषि आयुर्वेदको श्रीकेश तेल। हामीले कार्यक्रमको सुरुदेखि नै यसलाई समावेश गर्दै आएका छौँ। यसले चाहिँ कपाल झर्नु दिँदैन र झरेकोलाई उमार्छ भन्ने यसको मान्यता रहेको छ। धन्यवाद। यसै गरी गमला घरको तर्फबाट यो एउटा प्लान्ट हो। यो गमला घर चाहिँ यौन पार्कको पारिपट्टि छ र हाम्रो उद्देश्य के छ भनेदेखि चाहिँ हरेक नेपालीले एउटा भए पनि गमलामै भए पनि घरमा एउटा रुख रोपुन् भन्ने चाहिँ, वृक्ष रोपुन् भन्ने चाहिँ हाम्रो अभियान हो यो। धन्यवाद। मेरो चाहिँ घर जले पछाडि गमलाहरू सबै नष्ट भएका छन्। अहिले म बसेको चाहिँ कोठामा चाहिँ गमला छैन, यसबाट सुरु गर्छु म। यसै गरी यो अर्को आयुर्वेदिक प्रोडक्ट छ एलो हर्बल। अब चुनाव लागेको छ, घाममा दौडिनु परेको छ, स्किन केयरका धेरै प्रोडक्टहरू छन् यसमा। विशेष गरी स्किनका उहरू छन् र स्किन केयर गर्नु होला एलो हर्बलको तर्फबाट। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद यहाँलाई, कार्यक्रममा आइदिनु भयो, यतिका जानकारी दिनुभयो। धेरै धेरै धन्यवाद यहाँलाई। यहाँलाई पनि धेरै धेरै धन्यवाद यतिन्जेलको गफ सुनिदिनु भएकोमा। अब गफ के कस्तो रह्यो त्यो त प्रतिक्रिया दिनुहुन्छ नै। आगामी साता फेरि अर्को नयाँ पाहुनाका साथमा हामी फेरि पनि प्रस्तुत हुनेछौँ। तबसम्मलाई मलाई, मेरो इन्टायर टिमलाई बिदा दिनुहोस्। एपी1 पनि हेर्दै रहनु होला। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। सबैको जय होस्, सबैको भलो होस्। बहादुर परिवारलाई विशेष धन्यवाद। यसै गरी हामीलाई सदा सर्वदा यस्तो सहयोग सहानुभूति राखिदिइराख्नु होला। हस् त, सबैको जय होस्, सबैको भलो होस्। The Prakash Subedi Show.